with Subhas Agam. श्री राधे दर्शकवृन्द, भगवानको असीम कृपाले हामीलाई सत्संग लाभ हुन्छ। हजुरहरूलाई पनि त्यो अवगत छ कि भगवान यति करुणावान हुनुहुन्छ कि हामीलाई विभिन्न बहानामा भगवानको बारेमा चर्चा गर्ने अवसरहरू प्रदान गरिरहनुहुन्छ। अब राधाष्टमी हाम्रो आँगनमा आइपुगेको छ र राधाष्टमीको उपलक्ष्यमा श्री राधा रानीको बारेमा, राधा तत्त्वको बारेमा हामी संवाद गर्नेछौँ। आज आउनुहोस् महाराजजीलाई स्वागत गरौँ। महाराजजी श्री राधे जय जय श्री राधे श्याम। राधा रानीको बारेमा भारतमा चाहिँ वृन्दावनमा ब्रजभूमिमा बढी त्यहाँका भक्तहरूलाई थाहा छ। हामी त्यति साह्रो राधा तत्त्वको बारेमा, राधा नामको बारेमा अवगत थिएनौँ लामो समयसम्म। जब वैष्णवहरू, भक्तहरू उत्तरतिर लाग्नुभयो र उत्तरमा चाहिँ वैष्णवता छाउँदै गयो र राधा कृष्ण भक्तिको धार बग्दै गयो र अहिलेको आधुनिक समयमा सोसल मिडियाले गर्दा हामी अझै अवगत हुँदै आयौँ। त्यति हुँदाहुँदै पनि भागवत वाचकहरूले भागवतकै व्याख्या गरिरहँदाखेरि पनि राधाको सिधा त्यहाँ प्रसङ्ग धेरै नभेट्दाखेरि राधा को हुनुहुन्छ भन्ने जिज्ञासा रहिरहेको छ मनमा। राधा तत्त्व के हो? राधा किन उपासना यति धेरै ब्रजवासीहरू गर्नुहुन्छ? किन यति धेरै राधा राधा गर्नुहुन्छ? र राधाको उल्लेख चाहिँ किन त्यति साह्रो भएन भागवतमा? र राधाको विवाह कृष्णसँग भयो कि भएन? राधा हुँदाहुँदै पनि फेरि त्यत्रा 16,108 अन्य विवाहको जरुरी भइरहँदा राधाको अस्तित्व के थियो कृष्णको अगाडि? उहाँले द्वारकामा, राजधानीमा राधा रानीलाई लानु भएन? राधाको विवाह कृष्णसँग भयो कि भएन? राधाको अन्य गोपसँग विवाह भयो कि? राधा को हुनुहुन्छ? राधाको बारेमा धेरै जिज्ञासाहरू छन् महाराजजी। तसर्थ आज हामीले राधा अष्टमीको अवसर पारेर हजुरका मुखारविन्दबाट श्री राधा रानीलाई, श्री राधा तत्त्वलाई बुझ्नेछौँ महाराजजी। जय जय श्री राधे श्याम। सच्चिदानंद रूपाय विश्वोत्पत्त्यादि हेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। नमो भगवते तुभ्यं वासुदेवाय धीमहि प्रद्युम्नाय अनिरुद्धाय नमो संकर्षणाय च। वसुदेवं सुतं देवं कंसचारुणमर्दनं देवकी परमानन्दं कृष्णं वन्दे जगद्गुरुं। हे राधे वृषभानुभूपतनये, हे पूर्णचन्द्रानने, हे कान्ते कमनीय कोकिलरवे वृन्दावनाधीश्वरी, हे मतप्राणपरायणे च रसिके, हे सर्वयूथेश्वरी, आगत्य त्वरितं प्रदप्तमनिशं मां दीनमानन्दय। श्रीराधां कृष्णस्वरूपां वै कृष्णं राधास्वरूपिणं कलात्मनं निकुञ्जस्थं गुरुरूपं सदा भजे। देवेन्द्रमौलिमन्दार मकरन्दकरारुणां विघ्नं हरन्तु श्रीराधा कृष्णं पादाब्जरेणव। श्रीरङ्गदेवीं ललितां विशाखां चित्रां सुदेवीं ततुङ्गविद्यां भक्तेन्दुलेखामपि चम्पिकाख्यं वन्दे निकुञ्जष्टसखीवरेण्यम्। राधारमण विजयते, राधा माधवो विजयते, श्री राधा रासेश्वरी, श्री राधा रमण, श्री राधा वल्लभ। सच्चिदानंद भगवान को जय हो, राधा गोविंद भगवान को जय हो। जय जय श्री राधे श्याम। अत्यंत सुंदर दिव्य आज परम माधुर्य रसले भरिएको
जो राधा सुधा निधि रसले भरिएको परम माधुर्य रसको आह्लाद शक्तिको प्राकट्य महोत्सवको उपक्रम सन्दर्भ अब हामी अगाडि भाद्र कृष्ण अष्टमी तिथि किशोरी राधा रानीको यो धराधाममा आंशिक भाव स्वरूप प्राकट्य अथवा त्यसलाई भाव प्राकट्य मात्रै भनौँ, भाव प्राकट्य स्वरूपमा उहाँको पदार्पण भएको सन्दर्भ हो। शब्दमा उत्रिने कुरो होइन, शब्दमा बताइने कुरो होइन, भाव जगतको कुरो हो, भाव रसको कुरो हो, मधुर रसको परम पराभावको अवस्थाको कुरो हो, रसिकहरूको शिरोमणि रसको कुरो हो। त्यस्तो परम दुर्लभ परम भावमय रस किशोरी स्वरूपमा प्राकट्य भएको, आह्लाद स्वरूपमा प्राकट्य भएको सन्दर्भमा सुभाषजी यहाँले जसरी प्रश्न गर्नुभयो कि किशोरीजीका सन्दर्भमा कसरी कतिपय कुराहरू त शास्त्रमा उल्लेखै छैनन् अनि भागवतजी जस्तो शास्त्रमा पनि उल्लेख पनि छैन। स्वयं रसको ग्रन्थ हो भागवतजी, तर त्यहाँ पनि किशोरीजीको नाम छैन। अनि तर फेरि जति भएका लीलाहरू छन् त्यसमा पनि विभिन्न चर्चा उपचर्चाहरू भइराखेका छन्। यो कसरी भएको होला भनेर चाहिँ जिज्ञासा उठ्नु जीवलाई, मनुष्यलाई त्यो स्वाभाविक हो। किनभने मनुष्यले जुन धरातलबाट जे कुरा बुझ्न खोजेको छ त्यो धरातलमा किशोरी तत्त्वको त्यो परम माधुर्य रसको त्यो परम माधुर्य उपास्य देवको त्यो चाहिँ रस अवगाहन हुन सक्दैन। रसिकहरूको चेष्टामा त्यो देखिन्छ, प्रकट हुन्छ, उनीहरूको हाउभावमा प्रकट हुन्छ। त्यस सन्दर्भबाट हामीले बुझ्नुपर्ने हुन्छ। आज जुन प्रसङ्ग हामी कोट्याउँदैछौँ कि किशोरीजी यस धराधाममा प्रकट भएर चाहिँ त्यो रस विस्तार गर्ने, त्यो ब्रजको रस विस्तार गर्ने उपक्रममा एउटा विशेष चर्चा बन्यो कि पुराण आदिको गर्ग संहिता अनि ब्रह्मवैवर्त पुराणमा जो कुरा लेखिएको छ त्यो कुरालाई लेखेको आधारमा किशोरीजीको बारेमा भगवानसँग किशोरीजीको विवाह भएको थियो कि थिएन, भएको थियो भने त्यो के प्रसङ्ग हो अनि कसरी भएको थियो, यो बारेमा जीवले, मनुष्यले बुझ्नु पर्यो र कसरी बुझ्ने भन्ने सन्दर्भमा यहाँको जिज्ञासा हो। र यो जिज्ञासा धेरै हामी आम मनुष्यको हो, आम साधकको हो, आम भाव परक साधकको हो। किनभनेदेखि सबै रसका कुञ्जीहरू त्यो रसिकजनले खुल्छ, सबैले खुल्ने त्यो बुद्धिमा आउँदैन। त्यो चेष्टा हुन्छ, रसिकजनहरूको चेष्टाबाट त्यो कुञ्जी खुल्छ, त्यो रहस्य खुल्छ। यहाँ भगवानले जब आफ्नो मधुर लीला, गोलोक लीला, वृन्दावन लीला यहाँ जगतमा विस्तार गर, किनभने अरू सबै लीला प्रपञ्चहरू विभिन्न भगवानका ऐश्वर्य लीला प्रपञ्चहरू विभिन्न संसारभरि विस्तार भइसक्यो। तर जो जबसम्म व्यासजीलाई त्यो परम माधुर्य लीलाको अवगाहन गर्न पाउनु भएन। उहाँले 17वटा पुराण लेखेको भए तापनि उहाँलाई भित्र कतै न कतै असहज भइराखेको। त्यसमा त्यो भनेको के हो त भन्दाखेरि किशोरीजीको रस महिमा चर्चा, त्यो रसको मधुर रसको चर्चा जबसम्म रसिकहरूले प्राप्त गर्न सक्दैनन् अथवा भावुकजनले प्राप्त गर्न सक्दैनन् तबसम्म त्यसको मिठासले त्यो भरिँदैन, मिठास आउँदैन। त त्यसो भएको हुनाले यो उपक्रम सुरु भएको छ भगवानबाटै, भगवान स्वयं राधा गोविन्दद्वारा यो उपक्रम सुरु भएको छ। कसरी अब हामी यसलाई म अब अलिकति कन्टेन्टतिर लान्छु
विषयवस्तुलाई कसरी सरलीकृत गर्दै एउटा आम भाषामा कसरी बुझ्न सकिन्छ पहिला त्यो चेष्टा गर्छु म। अनि त्यसका भित्रका गुत्थी कुराहरू के हुन् त्यो खोल्ने प्रयास गर्छु र त्यसलाई कसरी इन्टरप्रिटेसन गर्ने हो र कसरी बुझ्ने हो, त्यसको रस महिमा के हो, रस चर्चा के हो, त्यसको भाव चर्चा के हो र त्यसलाई कसरी बुझ्ने, यसको जिस्ट कुरामा बुझ्न चेष्टा गर्छु। त्यसलाई तल जगतमा ल्याएर चाहिँ शाब्दिक रूपमा बताउँदाखेरि कतिपय कुराहरू अलि बोल्ड अर्थमा बुझ्नुपर्ने हुन्छ, कतिपय कुराहरूको अर्थ अझै पनि बाँकी रहेको हुन्छ, तर पनि म प्रयास गर्छु एउटा लौकिक धरातलमा ल्याएर चाहिँ त्यसलाई बुझाउने। जस्तो प्रसङ्ग आउँछ कस्तो भनेदेखि म चाहिँ त्यसलाई अलिकति मैले मनमा कुरा खेलाइराखेको थिएँ कसरी अहिले मनुष्यले यसले कन्टेम्पोरेरी मानिसको दिमागले बुझ्ला भनेर चाहिँ मैले त्यसलाई सोच्दै थिएँ। सोच्दा सोच्दै एउटा ख्याल आयो, एउटा बुद्धि एउटा आएको छ, जेनेरेट गरेको छ दिमागले। कस्तो भएको छ भने प्रसङ्ग चाहिँ भगवानले मधुर लीलाको विस्तार, ब्रजरसको विस्तार, ब्रजभावको विस्तार गर्नको लागि, त्यो मधुर रसको विस्तार गर्न, रसिकजनहरूलाई विस्तार गर्नको लागि भगवानले ब्रजमा अवतरण गर्ने उपक्रममा किशोरीजी 11 महिना साढे 11 महिना अगाडि नै किशोरीजीलाई किशोरीजी आउनुहुन्छ पहिलाचोटि। अनि भगवान आउनुहुन्छ, भगवान मथुराबाट गोकुल जानुहुन्छ। गोकुल गइसकेपछि ती विभिन्न उत्पातका कथाहरू हामीलाई यहाँ विस्तार गर्दैनौँ, म किशोरीजीसँग मात्रै कन्सन्ट्रेट हुँदै जान्छु। अनि त्यसरी भइसकेपछि के हो त, यो ब्रह्म वैवर्तकको कथा हो, ब्रह्म वैवर्तक पुराणको कथा हो। त भगवानले गोकुलमा लीला गर्न सुरु गर्नुहुन्छ, बाल लीला सुरु हुन्छ भगवानको। अनि भगवानको न्वारान पनि नामाकरण पनि संस्कार भएको छैन। त्यसै सन्दर्भमा नामाकरण संस्कार सहितको भावना राखेर वसुदेव महाराजले आफ्ना कुल पुरोहित गर्गाचार्यजीलाई त्यहाँ पठाउनुहुन्छ, गोकुलमा पठाउनुहुन्छ। गोकुलमा पठाएपछि नन्दबाबासँग गर्गाचार्यको प्रसङ्ग चल्छ। यो प्रसङ्ग कसरी आउँछ त भन्दाखेरि यो त भगवानका लीला अनन्त, भगवानका कथा अनन्त। यो अहिले हामीले समग्र रूपले बुझ्दाखेरि द्वापरान्तको यो प्रसङ्ग भनेर बुझ्छौँ, भगवानको अवतार भनेको द्वापरान्त। तर यो लीला भनेको चाहिँ त्यस्तो हुँदैन, लीला अनन्त हुन्छ। त्यो यसको टाइमिङ हुँदैन, त्यसको लीलाका प्रकृतिहरू त्यो चाहिँ एउटा फर्मेटमा रहन्छ। त्यसलाई भन्ने हो भनेदेखि जस्तो कम्प्युटरको एउटा फर्मेटमा रहन्छ, त्यसको फाइल अलगै रहन्छ, तर त्यो सधैँको लागि एउटै त्यो जुन लीलाहरू छन् ती सबै फेरि नाश हुने होइनन्, ती इमोर्टल एभरलास्टिङ त्यस्तो किसिमका लीला हुन्छन्। यो लीला अब कुन युगमा भएको थियो त्यो लीला, यो प्रसङ्ग जुन म अहिले बताउँदैछु यो प्रसङ्गमा यो लीला हुँदाखेरि अब भगवानले अवतार लिनुभयो। भगवानले अवतार लिनुभन्दा अगाडि नै 11.5 महिना अगाडि नै किशोरीजीले भाद्र शुक्ल अष्टमीमा अवतार लिइसक्नु भएको थियो। अवतार लिइसकेपछि अब भगवान आउने बित्तिकै किशोरीजीले चेष्टा गर्नुभयो। किशोरीजीले चेष्टा गर्नुभयो। किशोरीजीले कसरी चेष्टा गर्नुहुन्छ भन्दाखेरि भगवानसँगको मिलनको चेष्टा गर्नुभयो। अब यो समग्रमा मिलनको चेष्टा गर्नुभयो। मिलनको चेष्टा गर्ने बित्तिकै नन्दबाबाजीलाई प्रेरित गर्नुभयो। उहाँले नन्दबाबाले बालमुकुन्दलाई गोदमा लिनुभएको थियो। त्यही सन्दर्भमा गोदमा लिँदै अनिखेर उहाँले लीला प्रवेश, किशोरीजीले करेन्टले तान्नुभयो, उहाँ लीला प्रवेशमा गर्नुभयो। अनि त्यहाँ भन्न चाहिँ के भनिएको छ कथामा भनेदेखि, कथामा भनेको छ बालगोपाललाई लिएर चाहिँ बालगोपाल भर्खर 10-12 दिनको हुनुहुन्छ होला त्यतिखेरसम्ममा। उहाँ आएर चाहिँ गर्गाचार्य आएर चाहिँ न्वारान गरिदिनु भयो। न्वारान गरिदिइसकेपछि उहाँ बालमुकुन्दको बारेमा परिचय गराइदिनु भयो। कसलाई भन्दाखेरि नन्दबाबालाई बालगोपालको परिचय गराइदिनु। यस्तो उहाँ त राधा गोविन्द स्वरूप हुन्छ। भगवान नारायण भन्दा पनि उहाँ नारायणको पनि अधिश्वर हुनुहुन्छ, नारायणको पनि ईश्वर हुनुहुन्छ। नारायणले पनि गाउनुहुन्छ उहाँको बारेमा।
उहाँको मधुर रसको बारेमा, त्यो लीलाको लागि उहाँ यहाँ पदार्पण गर्नुभएको। यो उहाँ सानो होइन, उहाँ यस्तो किसिमको विभूति भगवत स्वरूप हुनुहुन्छ, परम माधुर्य स्वरूप हुनुहुन्छ, परम रस रासेश्वरीको प्रेमास्पद हुनुहुन्छ। यस्तो किसिमको प्रेमले लालित्य भएको, प्रेमको आह्लाद भएको रस चाहिँ गर्गाचार्यले उहाँलाई फिट गरिदिनु भएको थियो, बुझाइदिनु भएको थियो। त्यो भावमा उहाँ बस्नुभएको थियो। प्रसङ्गको अब उहाँ लीलामा प्रवेश गर्नुभयो। लीलामा प्रवेश गरिसकेपछि उहाँले बालमुकुन्दलाई समातेर गौ लिएर जानुभयो, भाण्डीर वनमा जानुभयो। भाण्डीर वनमा गौ लिएर जानुभयो। गौ लिएर जाँदाखेरि भाण्डीर वनमा पुगेपछि ती वनका रुखहरू चाहिँ कसरी एकदम एक्कासी एकदम 2-3 बजेकै समय जस्तो भएर चाहिँ आयो। सबै अन्धकार भयो, सबै सारा सुसु भयो, सबै बाढी एकदम ठुलो हुरी बतास आए जस्तो भयो। त्यस्तो एकैछिनमा त्यस्तो भयो। जसरी मार्कण्डेय मुनिलाई चाहिँ भगवानले आफ्नो लीला मायाको स्वरूप देखाइदिनु भएको थियो, त्यस्तै संसार प्रलय होला जस्तो भएर चाहिँ एकदम त्यस्तो भएर चाहिँ आयो। उहाँ गाईहरू चाहिँ सबै भाग्न थाले, एकदम त्यस्तो भएर चाहिँ यताउता भएर भाग्न थाले। अनि त्यतिखेरै किशोरीजी त्यहाँ नन्दबाबाको सामुन्ने प्रकट हुनुभयो। किशोरीजी प्रकट भएपछि के भयो त भन्दाखेरि त्यो इन्टेन्सनली छ। त्यो लीलामा किशोरीजीले के गर्नुभयो त, किशोरीजीको फिजिकल शरीर त त्यतिखेर भर्खर 1.5 वर्षको छ, तर लीलामा किशोरी नभए यो पनि किशोरीजी स्वरूपमा आउनुभयो त्यहाँ। त लीलामा यसरी भेद हुन्छ। यो भौतिक माइक बुद्धिको कुरो होइन। लीलामा त्यसरी आएर चाहिँ नन्दबाबालाई अब के भन्नु, नन्दबाबाले किशोरीजीको झाँकी देख्ने बित्तिकै उहाँ बर्र रुन थाल्नुभयो। जुन कुराहरू चाहिँ गर्गाचार्यले बताउनु भएको थियो त्यो कुरा त्यही सबै देखेपछि किशोरीजीलाई उहाँले चिन्नुभयो, उहाँले रुनुभयो र उहाँले स्तुति गर्न थाल्नुभयो। सबै बलिन्द्र अश्रुपात भयो। अश्रुपात भएपछि उहाँले भन्नुभयो, हे किशोरीजी, मलाई हजुरको चरणको भक्ति मिलोस्। नन्दबाबाले यसरी माग्नुभयो, माग गर्नुभयो यहाँ। अनि किशोरीजीले यो भक्ति प्राप्त होस् भनेर चाहिँ आशीर्वाद दिनुभयो नन्दबाबालाई। तिमीलाई यो भक्ति प्राप्त होस्, राधा गोविन्दको चरणको भक्ति रति प्राप्त होस् भनेर चाहिँ आशीर्वाद दिनुभयो। अनि स्वतः त्यो आशीर्वाद प्राप्त हुने बित्तिकै अब नन्दलाल चाहिँ कस्ता भएका थिए त भन्दाखेरि त्यो हुरी बतासले गर्दाखेरि उहाँकै लीला हो सबै। उहाँले कसरी समेट्नु भएको थियो भन्दाखेरि उहाँ डरले काँपेर त्यस्तो भाव देखाइदिनु भएको थियो नन्दबाबालाई। काँपेर चाहिँ उहाँको धोती समातेर चाहिँ उहाँ भित्र लुक्नु भएको थियो भगवान कृष्ण त्यो लीला। अनि त्यो लुक्नु भएको अवस्थामा चाहिँ अनि किशोरीजीले सर्र ताने उठाएर चाहिँ काखमा बोकेर लिएर जानुभयो कृष्णलाई। किशोरीजीले काखमा बोकाएर लिएर जानुभयो। काखमा बोकाएर लिएर गइसकेपछि भाण्डीर वनमा अब त्यस पछाडि सिन चेन्ज भयो। नन्दबाबा अब गाईतिर लाग्नुभयो। नन्दबाबाको किरदार सिद्धियो हो यहाँ। उहाँलाई किशोरीजीको आशीर्वाद प्राप्त हुनु थियो, प्रेममा भक्ति प्राप्त हुनुपर्ने थियो। किशोरीजी लाल र गोविन्दको, किशोरीजीको र लालको चरणको रति प्राप्त हुनुपर्ने त्यो रति उहाँले दिदिनु भयो। बिल्कुल त्यो रति प्राप्त त्यसरी हुन्छ। त्यो क्लाइमेक्स त्यस्तो किसिमको लीलाबाट जतिखेर जो प्रवेश गर्छ त्यो अवस्थामा ऊ रुन्छ। मैले यो कुरो बार बार इन्डिकेसन गरिरहेको छु, सङ्केत गरिरहेको छु। दर्शकहरूलाई यो पनि म भनिदिइहाल्न चाहन्छु, उहाँले अघि के प्रयोग गर्नुभएको एउटा शब्द थियो भने माइक बुद्धिले बुझिँदैन, यो बुझिँदैन। त्यसले गर्दाखेरि हजुरहरूले लजिक लगाएर कसरी बच्चा कसरी ठुलो कसरी सानो त्यो धेरै चाहिँ विचार गर्न थाल्नुभयो भने बुझ्नुहुन्न। अहिलेलाई त्यसरी नबुझ्नुहोस्। पछाडि खोल्छु यो मायाले बनाइएको जुन हाम्रो बुद्धि छ यो बुद्धिले बुझ्दैन, अलौकिक बुद्धि चाहिन्छ। तसर्थ तै पनि हामीले कमसे कम सम्यक भएर उहाँलाई श्रवण गऱ्यौँ भने बुझ्ने प्रयत्न गर्नेछौँ, बुझ्नेछौँ। लास्टमा भेद खोल्छु अलिकति, हजुर केही न केही भेद खोलिदिन्छु आज। त्यसै कारणले मैले यो चेष्टा गर्दैछु।
प्रीतिपूर्वक चेष्टा गर्दैछु। हजुर। र त्यस पछाडि किशोरीजीले लिएर जानुभयो। किशोरीजीले लिएर गइन्जेल किशोरीजीको गोदमा हुइन्जेल भगवान् एकदम बालक रूपमा हुनुहुन्थ्यो। अनि त्यस पछाडि किशोरीजीको अब भाव भयो म भगवान्सँग रास क्रीडा गर्छु, रासमा प्रवेश गर्छु। नित्य रास उत्साही हुनुहुन्छ किशोरीजी त। अब केही समय 2-4 दिन 10-8 दिन भएको थियो रास अवगान हुन नपाएको सायद। भगवान् यता अवतारको प्रसङ्गमा हुनुहुन्थ्यो। पहिलो किशोरीजीले रास गर्ने प्रक्रिया सुरु गर्नुहुँदैछ यहाँ। अनि त्यहाँ त्यतिकै रासमण्डल खडा भयो, दिव्य रासमण्डल खडा भयो। अनि रासमण्डल खडा भएको एकदम दिव्य सैया, फुलको सैया एकदम प्रकट भयो लीलामै। फुलको सैया प्रकट भयो। प्रकट भइसकेपछि के भयो त भन्दाखेरि त्यो सैयामा भगवान् किशोर स्वरूपमा, यहाँका भगवान् विलय हुनुभयो। किशोरीजीको यहाँको भगवान् विलय हुनुभयो, काखमा बोकेका भगवान् र सैयामा प्रकट हुनुभयो। एकदम बालमुकुन्द एकेर किशोर अवस्थाको अत्यन्त देदीप्यमान भगवान् राधा गोविन्द स्वरूप त्यहाँ प्रकट हुनुभयो। अत्यन्त लीला विहारी स्वरूप प्रकट हुनुभयो। यो स्वरूप प्रकट भइसकेपछि अब अनि वार्तालाप हुन्छ केही समय। जतिखेर हामी अब यो भूतलमा आउने प्रयास गर्दै थियौँ, किशोरजी हजुरलाई त थाहा छ नि कि हामीले के बाचा बन्धन गरेका थियौँ त्यतिखेर, हजुरलाई त थाहा छ नि भनेर प्रश्न गर्नुहुन्छ भगवान्ले। किशोरीजीले मलाई थाहा छ प्रभु भन्नुहुन्छ, थाहा छ नाथ भन्नुहुन्छ, थाहा छ प्रेमास्पद भन्नुहुन्छ। यस्तो किसिमले वार्तालाप हुन्छ, केही संक्षिप्त वार्तालाप हुन्छ। त्यस पछाडि स्वयं किशोरी स्वरूपा, किशोरी त्यो त ब्रजको एकदम अन्तरङ्ग, त्यो चाहिँ के भने निकुञ्जवनको कुरो हो यो। निकुञ्जवनमा अब किशोरीजीहरू नै हुन्छन् त्यहाँ सबै। ती गाईहरू अघि नन्द बाबाले बनाएका गाईहरू थिए नि, ती गाई पनि सबै किशोरी स्वरूप नै हुन्। त्यो लीलामा ती गाईहरू पनि त्यस्ता हुन्छन्। त्यो भाव सबै त्यो लीला जगतको हो। त्यो निकुञ्जवनको कुरा, निकुञ्जेश्वरी किशोरीजीको अधिष्ठानबाट ती सबै रसिक आचार्यहरू चाहिँ त्यस्ता बन्छन् एकैछिनमा लीलामा। यहाँ के भयो त भन्दाखेरि अब ती गाईहरू त यतातिर सम्हाल्न थाल्नुभयो नन्द बाबाले। यता त्यो उहाँलाई अब त्यो लीलाबाट उहाँ छोडिनु भयो। उहाँ त आफ्नो शरीरमा आउनुभयो नन्द बाबा। अब यता अगाडि लीला बढ्दैछ। त्यस अवस्थामा के हुन्छ त भन्दाखेरि यता भगवान्को र किशोरी र लालको संवाद हुन्छ। संवाद पछाडि अनि उहाँको बेहुला लीला हुन्छ निकुञ्जमा। त्यो लीलाको समय स्मरण हुन्छ भगवान्लाई। स्मरण हुने बित्तिकै के हुन्छन् किशोरीजी नै त्यहाँ किशोरीजी स्वरूपमै अन्य किशोरी अष्टसखी मैले अघि नाम लेखेँ। श्रीरङ्गदेवीं ललितां विशाखां चित्रां सुदेवीं मततुङ्ग विद्यां। यस्ता अष्टसखीहरूले अति लीला मञ्चन गर्ने हो। जतिखेर किशोरी र लाललाई जे उत्सवहरूको भित्र मनमा बस्छ त्यो मन चाहिँ उहाँ किशोरीजी स्वरूप हो। किशोरीहरू नै त्यो स्वरूपमा प्रकट हुनुहुन्छ। र त्यो स्वरूप प्रकट भएर चाहिँ उहाँहरूले के गर्नुभयो भने उहाँले ब्रह्माजीको स्वरूप धारण गर्नुभयो। ब्रह्माजीको स्वरूप धारण गर्नुभयो। ब्रह्माजी प्रकट हुनुभयो। ब्रह्माजी प्रकट हुनुभयो र अनि त्यहाँ अग्नि स्थापित भए। अनि अग्नि स्थापित भएर चाहिँ सात फेरा घुमाएर चाहिँ ब्रह्माजीको स्वरूप किशोरी स्वरूपले माला लगाइदिनु भयो। किशोरीद्वारा भगवान्लाई, भगवानद्वारा किशोरीजीलाई माला लगाइदिनु भयो। यस्तो किसिमको लीला भयो। यो माला लगाइसकेपछि के भयो त भन्दाखेरि अत्यन्त भावमा आएर चाहिँ किशोरीजी र लाल अब यमुनाजीमा प्रवेश गर्नुभयो। यमुनाजीमा प्रवेश गर्नुभयो। यो यमुना यस्तो किसिमको यमुना होइन, नदी जस्तो होइन। अगाडिको लीलामा भगवान्ले किशोरीलाई साथमा लिएर, किशोरी अवस्था र किशोर अवस्था भनेको के हो भने 9 वर्षदेखि, अब यहाँ माइक बुद्धिमा किशोरीको अवस्था छ 1.5 वर्षको, 1.5 वर्षको पनि छैन, 1 वर्ष 15-20 दिनको छ माइक बुद्धिमा यो जड शरीरमा।
किशोरीको प्राकट्य भएको त्यति मात्रै भएको छ। भगवानको शरीर प्राप्त भएको यो धरतीमा प्राप्त भएको शरीर चाहिँ कति मात्रै दिन भएको छ भनेदेखि 15-20 दिन मात्रै भएको छ। अब लीला सुरु भयो त। लीला जगतको प्रसङ्ग अर्कै। नित्य लीला प्रवेशम च ददाति हि ब्रजाधिपति त्यति भनेको त। त्यसो भएको हुनाले अब त्यो लीला प्रवेश भएपछि यमुनाजीमा एकदम मत्त हात्ती जस्तो भएर चाहिँ भगवान प्रवेश गर्नुभयो किशोरीजीका साथमा। कस्तो लीला छ। अब माइक बुद्धि नलगाऊ है, मैले अहिलेसम्म भन्दैछु यो माइक बुद्धिको क्षेत्रमा प्रवेश गरेको छैन, म भरे भेद खोल्छु। त्यो हात्ती मत्त हात्ती जस्तो भएर प्रवेश गर्नुभयो। अनिखेर किशोरी भगवानले कौतिकी लीला सुरु गर्नुभयो। कौतिकी लीला सुरु गर्नुभएको भनेको के हो भने अघि किशोरीजी त्यहाँ प्रकट हुँदा पनि किशोरीजीका हातमा एउटा क्रीडा कमल छ। त्यतिखेर क्रीडा कमल, हामी नील कमल पनि भन्छौँ, क्रीडा कमल पनि भन्छौँ। अहिले मैले अरू पनि बताउँछु त्यसको लीला महिमा। र त्यो कमल भगवानले किशोरीजीका हातबाट झिक्नुभयो, खोज्नुभयो। अनि दर्पण छ किशोरीजीका हातमा, अर्को दर्पण थियो, त्यो दर्पण पनि खोज्नुभयो, भगवानले खोज्नुभयो। अनि भगवानले त्यो खोजिसकेपछि के गर्नुभयो त किशोरीजीले भगवानको मुरली खोज्नुभयो। किशोरीजीले भगवानको मुरली र लकुटी खोज्नुभयो। अनि भगवानले चाहिँ किशोरीजीको लीला कमल क्रीडा कमललाई खोज्नुभयो। अनि यस्तो यो कौतुकी लीला छ। रसिकहरू यस्तो मस्ती हुन्छन् यहाँ यही क्षेत्रमा गएर। वाह, निहाल रसिकजनहरू निहाल हुन्छन्। बहुत यसको दिव्य गुत्थी छ, दिव्य रस छ यसमा। यो के हो त भन्दाखेरि हामीले त उहाँ गोलोकमा यो प्रतिबन्ध गरेका थियौँ, हामीले योजना गरेका थियौँ कि हामी रसको अवगान गर्छौँ। यहाँ यो रसलाई, गोलोकको रसलाई, ब्रजको रसलाई, वृन्दावनको रसलाई यहाँ धरतीमा प्रकट गर्छौँ। त्यो धरतीमा प्रकट गर्ने रसका आधार बित्नु के हो त भन्दाखेरि त्यो क्रीडा रस कमल हो नि, जुन नील कमल जुन किशोरीजीले हातमा लिनुहुन्छ, त्यो नील कमल नै क्रीडा रस हो, रास रस हो। त्यसको प्रतीक भगवान श्री गोविन्दको छाया त्यो नील कमलमा प्रकट छ, साक्षात छाया। त्यो शाश्वत त्यस्तो नील कमल हो। त्यसलाई क्रीडा कमल पनि भनिन्छ। भगवान अपि तारात्री शरदोत्फुल मल्लिका विक्षरन्तुम मनश्चक्रे योग माया उपासिता। शरदो फुल मल्लिका, कसैले शरदमा फुल्ने भएकोले मल्लिका भएको छ, तर त्यही नीलकमल हो किशोरीजीको। त्यो जो किशोरीजीले बोक्नुहुन्छ त्यो कमल, त्यसले नै लीला मञ्चन हुन्छ किशोरीजीको। त्यो कमलले सारा किशोरीजीका हृदय आकाशमा जे कुराहरू बस्छ त्यो कमलले मञ्चन गर्ने हो। त्यो फुल हाम्रो माइक बुद्धिले फुल भन्छ। त्यो कमलले मञ्चन गर्छ मतलब त्यसले सबै व्यवहार मिलाउँछ। त्यो सबै प्लेटफर्म उसैले बनाउँछ। त्यो कमल मात्र नभएर त्यो चैतन्य छ, चैतन्य एकदम दिव्य चैतन्य। भगवान श्री गोविन्दकै स्वरूप हो। नीलो नीलाम्बर स्वरूप, गोविन्दकै स्वरूप हो त्यो। त्यहाँ चाहिँ कमलको रूपमा किशोरीजीको अत्यन्त फुलभन्दा पनि हल्का भएर चाहिँ त्यहाँ बसेको गोविन्द बस्नुभएको छ। यो नीलाम्बर स्वरूपको फुल, यस्तो किसिमको फुल। त त्यस्तो भएको हुनाले त्यो फुल नै भगवानले खिचिदिनु भयो। किन खिच्नु भयो त भन्दाखेरि त्यो फुल खिच्ने भनेको के हो त भन्दाखेरि किशोरीजीले जुन लीला यहाँ प्रकट गर्नु हुँदैछ त्यो लीला अब कौतुकी लीला गर्नु, त्यो लीला प्रकट गर्ने कुरालाई नै म खिचिदिन्छु भन्नुभएको उहाँले। त्यो लीला एकछिनलाई बन्द गराइदिन्छु। जुन हामी त्यस्तै भगवान त अब भोलि लकुट लिएर बन्सी लिएर गौ चराउने लीला गर्नु हुँदैछ। अब त्यो म हजुरले यो लिएर जानुभयो भने म हजुरको यो लीला बन्द गराइदिन्छु। एक अर्कामा प्रतिस्पर्धा परे जस्तो भएको त्यो लीला, त्यसको लीलाको महात्म्य त्यो हो। यदि किशोरीजीले, यदि भगवानले चाहिँ त्यो नीलकमल खोज्नुभयो भनेदेखि किशोरीजीको यहाँ लीला प्रकट हुन सक्दैन। किशोरीजीको माधुर्य लीला प्रकट हुन सक्दैन। अनि त्यो दर्पण खोसिदिनु भयो भने प्रकट हुन सक्दैन। अब त्यस्तै
भगवानको वंशी र भगवानको लकुट खोसिदिनु भयो किशोरीजीले भनेदेखि भगवानको यहाँ मधुर लीला विस्तार हुन सक्दैन। यस्तो किसिमको रहस्य लुकेको ती लीला त्यसरी चाहिँ उहाँहरूले एक आपसमा खोसेर लिनुभयो। अब यहाँनिर मैले अर्को एउटा कुरो अलिकति भन्न बिर्सेछु। जतिखेर ब्रह्माजी स्वरूप आउनुभएको थियो, अहिले त्यो पनि म अहिले एकछिन पछाडि टुङ्ग्याउँछु। अनि त्यो लीला भइसकेपछि के भयो त भन्दाखेरि भगवान एक आपसमा फेरि साँटासाँट गर्नुभयो। त्यो खोसेको एकछिन अभिनय भयो, एक आपसमा फेरि साँटासाँट गर्नुभयो र आफ्नो आफ्नो ठाउँ आफ्नो आफ्नो चिज लिनुभयो। फेरि मिलन भयो भगवानको र किशोरीजीको फेरि मिलन भयो। मिलन भइसक्यो, त्यो प्रेम आह्लाद हो। त्यो के भनेदेखि त्यो जमुनाजीमा प्रवेश गर्नु भनेको किशोरीजीको अधर सुधामा प्रवेश गर्ने हो। किशोरी रसको अधर सुधामा त्यो सुधा निधिमा प्रवेश गर्नु, सुधा सिन्धुमा प्रवेश गर्नु हो। त्यो सिन्धु हो, त्यो यमुना भनेको भक्तिको पराभाव परारस, त्यो रस रूपमा छ। त त्यस्तो अवस्थामा प्रवेश गर्ने उपक्रम हो। त्यो भगवानले त्यो लीला मञ्चन गर्नुहुन्थ्यो। त्यो रास हो, त्यो रासको प्रवेश हो। पहिला किशोरी र श्याम सुन्दर स्वयं रासमा प्रकट हुनुभयो, उहाँको मिलन भयो। यो मिलन पछाडि के भयो त भन्दाखेरि अनि भगवानले पान चपाउनु भयो। त्यो रस, त्यो लीलाको त्यसको भेद त अझै बाँकी छ। पान चपाउनु भयो। पान चपाएको पानको अलिकति चपाएको पान किशोरीजीलाई दिनुभयो। किशोरीजीलाई दिनुभयो। त्यो किशोरीजीले प्राप्त गर्नुभयो त्यो रस, त्यो पानको बाँकी अंश त्यो प्रसाद हो। त्यो के भन्छ रसनागरको प्रसाद हो। त्यसमा किशोरीजी तृप्त हुनुहुन्छ। प्रेमास्पदको प्रेम प्राप्त गरेर प्रेयसी प्रसन्न हुन किशोरीजीले त्यतिखेर प्रसन्न हुनुहुन्छ जब आफ्नो श्याम सुन्दरको लालको प्रसाद प्राप्त गर्नुहुन्छ। अनि श्याम सुन्दर त्यतिखेर आह्लादित हुनुहुन्छ जतिखेर त्यो रस सिन्धुको राधा रस सिन्धुको रस प्राप्त गर्नु। यो रस यस्तो किसिमको रस होइन जो हामी माइक बुद्धिले बुझ्छौँ। अझै पनि म सावधान गर्दैछु सुन्ने श्रोताहरूलाई कि यो यसरी जसरी हामी रस भनेर चाहिँ पानी पिउने जस्तो होला त्यस्तो रस होला, त्यो होइन। त्यस्तो किसिमको भाव रस, अत्यन्त माधुर्य रसले भावयुक्त भएर मधुर रसको पराभाव रस हो यो। त्यो रस सुधा प्राप्त गरिसकेपछि र किशोरीजी शान्त हुनुभयो। किशोरीजीलाई अत्यन्त आनन्द भयो। त्यस पछाडि फेरि त्यो अघिको रासमण्डपमा फर्किने उपक्रममा चाहिँ भगवानलाई यसो राख्नुभएको थियो। भगवान त बाल स्वरूपमा फेरि जस्तो अघि ल्याउँदा थियो त्यस्तै स्वरूपमा भगवान रुनुहुँदैछ अनि हतार अनि फेरि किशोरीजीलाई तडपन भयो। किशोरीजीलाई तडपन भएपछि आकाशवाणी भयो। आकाशवाणी भएपछि के भयो त भन्दाखेरि अब हरेक रात्रिमा किशोरीजीलाई यो रास प्राप्त हुनेछ। तर हाललाई अहिले उहाँलाई लिएर चाहिँ यशोदाजीलाई उहाँ जिम्मा लगाइदिने र हरेक रात्रिमा प्राप्त हुनेछ। र प्रकट लीला जो चाहिँ शरद पूर्णिमामा अघि मैले भने त्यो चाहिँ अलिक पछाडि प्राप्त हुनेछ। तर हरेक रात्रिमा फेरि भगवानको मिलन हुन यो लीलाको झाँकी हो। अब मैले यहाँ अघि ब्रह्माजीको प्रसङ्ग आएको थियो। अब त्यसलाई रिफरेन्समा राख्छु। अब ब्रह्माजी किशोरीजी नै के अरे सखी भाव नै ब्रह्माजीमा प्रकट भएर किशोरीको विवाह गराइदिनु भएको थियो। त्यो प्रसङ्गलाई अब म जोड्छु। त्यहाँ चाहिँ ब्रह्माजीले कुनै समयमा अब रिफरेन्समा जाने, त्यो टेक्स्ट बताएँ, मूल टेक्स्ट बताएँ मैले, रिफरेन्समा जाने। ब्रह्माजीले कुनै समयमा पुष्कर क्षेत्रमा 60,000 वर्षसम्म तपस्या गर्नुभएको थियो। 60,000 वर्षसम्म तपस्या गर्नुभएको थियो। भगवान श्रीकृष्ण प्रकट भएर चाहिँ उहाँलाई आशीर्वाद दिनुभयो। उहाँले आशीर्वाद दिँदाखेरि मलाई राधा गोविन्दको चरणको भक्ति मिलोस्, चरणमा मेरो प्रीति रति प्राप्त होस् भनेर ब्रह्माजीले माग्नुभयो। ब्रह्माजीले मागेपछि अहिले अलि बेला भएको छैन, म तपाईँलाई यो व्यवस्था गर्छु मात्रै भन्नुभएको थियो त्यतिखेर। त्यो व्यवस्थाको स्वरूपमा अहिले ब्रह्माजीलाई चाहिँ यसरी प्रकट गर्नुभयो। किशोरीजी त्यहाँ कस्तो हुन्छ त भन्दाखेरि ती गोपीजनहरूले
ती अष्टसखीहरूले त्यो लीला मञ्चन गरे। त्यो लीला मञ्चन गरेको ट्याग गर्दै उहाँ अहिले अब भाषामा ल्याएँ मैले। अब यहाँको अहिलेको जगतको भाषामा ल्याउँदैछु म। त्यो यहाँ लीला भयो, त्यो लीला भएको कुरा ब्रह्माजीलाई ट्याग गरिदिए। त्यो ट्याग गर्ने बित्तिकै त्यहाँको टेक्स्ट उतामा ब्रह्माजीमा पनि एपियर भयो। ब्रह्माजीलाई पनि त्यो रस प्राप्त भयो ट्याग गर्ने बित्तिकै। आहा, अनि ब्रह्माजी एपियर हुने बेलामा कस्तो मुद्रा भएको थियो भने ब्रह्माजीको, अब कथामा जाउँ फेरि। ब्रह्माजी एउटा माला लिएर आउनुभएको थियो। ब्रह्माजीले प्रकट भएका बेलामा माला लिएर आउनुभएको थियो। बलिन्द्र अस्त्रपात थिए ब्रह्माजीका कि अनिखेर अनि भगवान्ले इसारा गर्नुभयो कि किशोरीजी उहाँ ब्रह्माजीलाई आफ्नो चरणको रति दिइदिनुहोस्। अनि त्यतिखेर ब्रह्माजीले किशोरीजीको चरण प्राप्त गर्नु, चरणको दर्शन प्राप्त गर्नुभयो। यति लामो प्रसङ्ग हो। चरणको दर्शन प्राप्त गर्नुभयो। अनिखेर त्यस पछाडि राधा गोविन्दको चरणको रति, यहाँ दुईजनालाई राधा गोविन्द, यो टेक्स्ट होल टेक्स्ट, अब हामी होल टेक्स्ट सिद्ध्यायौँ। यो होल टेक्स्टमा यो टेक्स्ट हो, यो लीला हो। कुनै समयमा कुनै अनादिकालमा यो लीला प्रकटित भएको छ। अब यो लीला कसरी धरतीमा आउने उपक्रम सुरु हुनु पर्यो नि त, धरतीमा हामीसम्म आउनु पर्यो नि। पहिला अब यहाँ त अघि लीलामा ट्याग गर्नुभएको थियो, ब्रह्माजीलाई ट्याग गरेको हुनाले ब्रह्माजीलाई त्यसरी थाहा भयो र ब्रह्माजीलाई त्यो रतिभाव प्राप्त भयो। यता किशोरीजीले स्वयं साक्षात् प्रकट भएर चाहिँ के अरे नन्द बाबालाई त्यो रति दिनुभयो, राधा गोविन्दको चरणको रति दिनुभयो। अब त्यस पछाडि अरू चाहिँ के भयो त? अब म फेसबुकको जो टेक्निक छ त्यसका आधारमा अब म अलिकति फेरि अर्को तरिकाले म त्यसलाई अब यो भाषालाई म त्यसमा ल्याउँछु। रिफरेन्समा मैले उसले कसले भन्दाखेरि ब्रह्माजीले त्यत्रो 60,000 वर्ष पुष्कर क्षेत्रमा तपस्या गरेको प्रसङ्ग थियो। अब यो लीला होल लीला आधा निमेषमा सकियो। वाह, फ्युजन यसको जिस्ट त्यो लीला रूपमा आधा निमेष भनेको कति हो भन्दाखेरि एक यो आँखाको पलक गिरेर उठ्दाखेरि 1 निमेष हुन्छ। यसको आदिमा यो सारा मैले अहिले भनेको लीला समाप्त भएको छ। यो लीला गर्दाखेरि पहिला भगवान गोविन्द बालमुकुन्दले यो लीला गर्दाखेरि अब त्यो फेसबुकमा मैले कसैलाई म सँगसँगै यो अरूले पनि थाहा पाओस् भनेर कसैलाई विथ भनेर एउटा सुरुमै जोड्न पाइन्छ के। नारायण बाबा भयो अनि फेरि त्यस पछाडि विथ भनेर एउटा अर्को मान्छेलाई, जस्तो तपाईँलाई भने नै सुभाष अगमलाई पनि त्यहाँ मैले जोड्न पाउँछु विथ भनेर तपाईँलाई ल्याएर ऊ राख्नु। त्यो हुबहु टेक्स्ट त्यहाँ जान्छ। ट्याग गरेको होइन, ट्याग भनेको अर्को प्रक्रिया हो। सुरुमै भन्दाखेरि त हामी सँगै हुन्छ यो सँगै थाहा पाउने, मेरोमा नि एपियर हुन्छ, पुरै एपियर हुन्छ हो। त्यो फुल जिस्ट कसले थाहा पायो त भन्दाखेरि चतुर्भुज नारायण लक्ष्मीपति भगवानको जय हो, उहाँले थाहा पाउनु। उहाँलाई चाहिँ पहिले नै त्यो टेक्स्ट पुरै थाहा छ, किनभने उहाँ सबैभन्दा भगवान बालमुकुन्दको बाल गोविन्दका यी लीलाहरू, यी मधुर लीलाहरूको पहिलो पान गर्ने चतुर्भुज नारायण हुनुहुन्छ। लीलाको क्रमले गर्दाखेरि, रसको कारणले गर्दाखेरि यहाँ लीला कुन चाहिँ रस कसरी प्राप्त गर्थे, यो मधुर रसको चर्चा हो। त्यो मधुर रसको चर्चामा चाहिँ मधुर रस सर्वोपरि हुन्छ। त्यसै कारणले गोलोक सर्वोच्च भनेको कारण यही हो। मधुर रसको सर्वोच्च कसले के दिन्छ, परस्छ के दिने हो। तपाईँलाई डेलिभरीको सामान के हो, डेलिभरीको सामानको क्वालिटीको आधारमा तपाईँको डाइमेन्सनल बडीहरू पनि अप एन्ड डाउन हुन्छ। त्यसै कारणले यो रस माधुर्यको कारणले गर्दाखेरि भगवान चतुर्भुज नारायणलाई चाहिँ गोविन्दले सधैँ त्यो विथमा राखिदिनुहुन्छ, लीलाको विथ रेफरेन्समा। अनि उहाँले लीलाहरू, गोविन्दका लीलाहरू सबै गान गर्नुहुन्छ। यो कुरा अब यो कुरा फेरि कसरी उपक्रम हुँदै हुँदै हामीसँग आयो। त्यस पछाडि चतुर्भुज नारायणबाट चाहिँ देवर्षि नारदले यो कुरा पत्ता लगाउनुहुन्छ।
चतुर्भुज नारायणले देवर्षि नारदलाई बताउँदाखेरि वैवर्त पुराण भनौँ, ब्रह्म वैवर्त पुराण भनौँ, ब्रह्म वैवर्त पुराणमा चाहिँ उहाँले लिखितम गर्नुभयो। कसले? व्यासजीले लिखितम गर्नुभयो। त कथा कसले भनौँ त यो लीलाको प्रसङ्ग कसले भनौँ भन्दा चतुर्भुज नारायणले भन्नुभयो। कथा कसले सुन्यो भन्दाखेरि देवर्षि नारदले सुन्नु। यो ब्रह्म वैवर्त पुराणमा यो प्रसङ्ग आउँछ। कतिमा यो कथा लीला समापन भयो भन्दा आधा निमेषमा समापन भयो लीला, आधा निमेषमा। अब कसरी काम भयो त भन्दा सबैलाई थाहा भइसक्यो। अब त्यस पछाडि यो उपक्रम कसरी देवर्षि नारदबाट कसलाई यो उपक्रम हुन्छ भने बहुलाश्च एकदम प्रेमी राजा थिए एकचोटि इतिहासमा। बहुलाश्च राजालाई देवर्षि नारदले यो कथा भन्नुहुन्छ। बहुलाश्च राजालाई भन्नुहुन्छ, अनिखेर गर्गजीलाई पनि भन्नुहुन्छ र शौनकजीलाई पनि भन्नुहुन्छ यो कथा। शौनक र गर्गजीको संवादमा बहुलाश्च राजालाई देवर्षि नारदले भनेको कथाको उपक्रममा चाहिँ यो गर्ग संहितामा यो कथा आउँछ। यसरी चाहिँ यो कथा देखिएको छ। अब भगवानको विवाह भएको थियो कि थिएन? भगवानले कसरी थाहा पाउनु भयो? यसका कथाका रहस्य के हुन्, लीलाको रहस्य के हो, किशोरीजीको महिमा के हो भन्ने कुराको सन्दर्भमा श्यामा गोरी नित्य किशोरी प्रीतम जोरी श्री राधे, हाम्रो महावाणीले बताएको छ। श्यामा गोरी नित्य किशोरी प्रीतम जोरी श्री राधे, रसिक रसिलो छैल छबेलो गुणगर बेलो श्री कृष्ण। यस्तो किसिमका अत्यन्त दिव्य रस केली रसका भावहरू चाहिँ महावाणीले प्रस्तुत गरेको छ। यो रस निकुञ्ज रस, किशोरीजीको निकुञ्ज रस, त्यो रसको अवगानमा नित्य निरन्तर त्यो रसमा रञ्जन भइराख्ने, त्यो रसको फ्लो किशोरीजी हुनुहुन्छ, राधिका किशोरीजी। उहाँले विवाह गरेको हो भनेर कसरी भन्नु? अब विवाह गरेको हो भनेर पनि कसरी भन्नु, होइन भने पनि कसरी भन्नु? हो भनेदेखि उहाँको उमेर, माइक उमेर चाहिँ भर्खर एक वर्ष पनि भएको छ, 1 वर्ष पनि भएको छैन राम्ररी। त्यो यो जगतको प्राकट्य, त्यसको भाव प्राकट्य। तर लीलामा उहाँ नित्य निरन्तर नित्य किशोरी हुनुहुन्छ लीला जगतमा। अब यो लीलामै प्रकट भएको कुरो। यो लीला चाहिँ निकुञ्जमा लीला चल्छ। त्यो लीला को ब्याहुला लीला, हरेक दिन नित्य लीलामा त्यो ब्याहुला लीला पनि चल्छ। त्यो कुञ्जमा चल्छ, निकुञ्जमा चल्छ। त्यो निकुञ्ज रसको लीला हो। त्यो लीला यहाँ प्रकट गर्दाखेरि अब ब्रह्माजीले त्यहाँ अब 2टा तरिका हुन्छ नि, यहाँ विवाह गर्ने तरिका, के गर्ने तरिका। अनि त्यो चाहिँ के भन्दाखेरि एउटा निगम हुन्छ, एउटा आगम हुन्छ। शास्त्रहरू ब्रह्माजीले केबाट गर्नुहुन्छ त त्यो नियम? त्यस्तो किसिमको लीलामा विवाह गर्दाखेरि ब्रह्माजीको उपाय भएन। ब्रह्माजीले त्यो कुनै विधिद्वारा गर्न सक्नु भएन। त्यसै कारणले निगमद्वारा गर्नु भएन। उहाँले आगम विधिद्वारा चाहिँ त्यो ब्रह्माजीले त्यो किशोरी के अरे अष्टसखी रूपी ब्रह्माजीले आगम विधिद्वारा चाहिँ त्यो विवाह गर्नुभएको छ। कस्तो हुँदो रहेछ त आगम विधिद्वारा गरेको विवाह? आधा निमेषमा यी सबै कथाहरूको यो लीला समापन भएको छ। अब यसलाई विवाह कसरी मान्ने? यो चाहिँ नित्य निरन्तर भगवानको उहाँ गोलोकमा प्रकट हुने लीला, नित्य निकुञ्ज लीला। यहाँ अलिकति झाँकीको विस्तार गरिएको हो यो प्रसङ्ग चाहिँ। यस्ता कुरालाई लिएर, यस्तो भावमय कुरालाई लिएर, यस्तो परम वैचित्रिक लीलालाई लिएर यहाँ संसारमा किशोरीजीले फलानालाई गर्नुभयो, यसो के अरे विवाह गर्नुभयो, यसरी भाण्डेर वनमा यसरी विवाह भएको भन्न मिल्दैन। यो लीलामा भएको।
भगवानको माइक जगतमा भएको होइन। जस्तो सीतारामको विवाह भयो, जसरी भगवान शिव पार्वतीको विवाह भयो, सती शिवको विवाह भयो, यस्तो किसिमको विवाह यो होइन। तर त्यस्तो किसिमको पति पत्नी पनि होइन उहाँ। त्यस्तो किसिमको माइक जगतले बुझ्ने खालको पति पत्नी नै होइन। नित्य किशोरी यो लीलामा मात्रै त्यो रासेश्वरी रस भएकोले गर्दा स्वयं भगवान राधाम कृष्ण स्वरूपाम वै कृष्णम राधा स्वरूपिणम एउटै स्वरूप हो। एउटै स्वरूपमा कसरी विवाह हुन्छ? यो लौकिक प्रकृतिको विवाह त हुँदैन, सम्भव छैन। एउटै स्वरूपमा त विवाह हुँदैन। त त्यसो भएको हुनाले दोस्रो तत्त्व हुनु पर्यो, दोस्रो भाव हुनु पर्यो। त्यो त एक देह दो आत्मा, एक आत्मा दो देह, त्यस्तो किसिम एक आत्मा दो देह। अनि राधा प्राणाधिको हरि, के अरे हरिको प्राण हो राधा तत्त्व, हरिको प्राण हो, कृष्णको प्राण हो। त त्यस्तो भावलाई विवाह हामीले हाम्रो जस्तो जगतको माइक बुद्धिले विवाह जस्तो सोचेका छौँ त्यस्तो विवाह होइन। अनि यो कसरी हुँदो रहेछ भने हामी चाहिँ हाम्रो एउटा मैले यो 12D 3D भन्ने हुन्छ कि 4D डाइमेन्सनको यो अनन्त डाइमेन्सन डिजिटल वर्ल्ड मा चाहिँ प्रयोग हुने भगवानको त्यस्तो चेष्टा हो लीला भनेको। हामी त्यसरी हाम्रो सी डाइमेन्सन एक यस्तो स्ट्रेट फरवर्ड जे देखेको छ त्यसैलाई मात्रै हामी बुद्धिमा क्याप्चर गर्छौँ र हामीले एनालाइसिस त्यसरी गर्छौँ। तर भगवानको त सारा सर्वत्र मल्टिपल डाइमेन्सनमा उहाँको एक्सेस छ, अनन्त आयामहरू छन्। त त्यसो भएको हुनाले हामीले जस्तो बुद्धि लगाएर भगवानलाई बुझ्न खोजेका छौँ त्यो होइन भगवान। त्यसै कारणले मैले भनेको छु गोविन्दले जबसम्म बुझाइदिनुहुन्न तबसम्म हामी बुझ्न सक्दैनौँ। कृपा बलवती हुन्छ। त्यसकारण नभएदेखि के हुन्छ त भन्दाखेरि हाम्रो मन र व्याकरण अथवा बुद्धि यति चिजलाई हामीले औजारको रूपमा लिएर चाहिँ हामी कुनै कुरा यहाँ व्याख्या गरेर विद्वान हुन खोजेका छौँ। वास्तवमा त्यो कुरो होइन। त्यसबाट विद्वान हुन सकिँदैन। त्यसबाट विद्वान भयो भने कहिलेकाहीँ अप्ठ्यारो हुन्छ। लीलामा जस्तो ब्रह्मवैवर्त पुराणमा लेखिएकै कुरा जुन छ भन्नुभयो हजुरले, त्यो लेखिएकै कुरा पनि अब त्यहाँ कसरी लेखिएको छ मैले पढेको छैन त्यो अहिलेसम्म। त्यहाँ लेखिएकै कुरा पनि अब हामीले कुरा गरिरहँदा एकदमै बेबुझ भएर आयो, नबुझिने भएर आयो। त्यहाँ कसरी चाहिँ त्यो बुझाइएको छ त? त्यो बुझाउनै सकिएको छैन। त्यसै कारणले रसिकजनहरूले मात्रै रस महिमाको चर्चा, त्यही कारणले त विवाद भएको छ। कोही के प्रदीप मिश्रले कि के भने यी विवाद कसरी खडा हुन्छ, उनीहरू बुझ्ने तरिका कसरी बुझ्छन् भने यसरी उनले त यति निकृष्ट चाहिँ तरिकाले बुझिरहेका व्याख्या गरे उनले त। त्यस्तो किसिमले बुझ्छन्। तर रसिकहरूले यो कुरा उनीहरूले मात्रै त्यो गुत्थी खोल्छन्। जस्तो अहिले पछि उनले माफी मागे गएर वर्षानन्द मन्दिरमा गएर नाक रगटेरै माफी मागे राधारानीसँग पनि बुझेका छैनन् धेरैले। बुझ्दैन त्यहाँ। जस्तो भनौँ न अब त्यो रस भगवान गोविन्दसँग किशोरीजीका अगाडि प्रकट हुँदाखेरि यता रस रूपमा प्रकट हुँदाखेरि उहाँ नन्द बाबा पनि बलिन्द्र अश्रुपात भएको छ। उहाँले किशोरीजीको स्तुति गर्नुभएको छ। अनि ब्रह्माजी प्रकट हुँदा पनि उहाँ बलिन्द्र अश्रुपात भएको छ। अनि पहिला किशोरीजीको स्तुति गर्नुभएको छ। चरणको रति प्राप्त गर्नको लागि पुकार गर्नुभएको छ। अनि किशोरीजीले चरणको रति प्रदान गर्ने आशीर्वाद दिनुभएको छ, दर्शन गराइदिनु भएको छ। यी सबै उपक्रमहरू त्यसमा छ। र यो लीला कतिखेर समानमा सकियो भन्दाखेरि आधा निमेषमै यो लीला समापन भयो। यस्तो किसिमको टेक्स्ट यति हो। अब यसको गुत्थी कसले खोल्छ त? अब लीलाका त्यहाँ परिवेश त धेरै छन्, लीलामा अवयवहरू त धेरै छन्। त्यो लीलाको टेक्स्ट भने लेसन के हो, त्यसको परिणाम के हो, त्यसको प्रेम के हो, त्यसको रस के हो, त्यसको त फेरि अर्को चर्चा छ।
निकुञ्ज कुञ्जको कुरा चाहिँ खास के हो यो? वाह, जय हो। हाम्रो अहिले अब रस सम्प्रदायमा निम्बार्क भगवानले चाहिँ अब कस्तो छ भनेदेखि हामी वास्तवमा निकुञ्ज रसका पथिकहरू हौँ, उपासकहरू। निकुञ्ज रस हाम्रो के भन्नु छ भनेदेखि हे राधे वृषभानुभूपतनये हे पूर्णचन्द्रानने हे कान्ते कमनीय कोकिल रवे वृन्दावनाधीश्वरी हे मत प्राण परायणे च रसिके हे सर्वयूथेश्वरी आगते त्वरितं प्रदत्त मनिषं मां दीनमानन्दय भनेर किशोरीजीलाई उपास्य बनाएर रसको उपास्य भावमा राखेर किशोरीजीको उपासना हाम्रो कहिलेदेखि यो उपासना चलेको रहेछ भन्दाखेरि पहिला त हंस सम्प्रदाय भनिन्थ्यो। भगवानको कला लीला हो यो। भगवान गोविन्दले हंस रूपमा आफूलाई हंस रूपमा प्रकट गरेर सनकादि मुनिन्द्रहरूलाई रसको ज्ञान गराउनु भएको छ। किशोरीजीको महिमा तत्त्वको त्यो रसको माधुर्य रसको अवगान गर्नु। त्यहाँ त्यो चाहिँ रसमा प्रवेश गर्दाखेरि चाहिँ भगवान बालमुकुन्द मात्रै एक मात्र पुरुष हुनुहुन्छ अनि अरू सबै के छ भनेदेखि रस प्रियसीका तत्सुखी सुखित्वमा किशोरीजीका अनुगामी किशोरीजीको कृपा प्रसादको लागि कृपा प्राप्तको लागि अत्यन्त आतुर भएर त्यहाँ प्रवेश गरेका के हुन्छन् त भन्दाखेरि सखीवृन्दहरू हुन्छन्। हामी सबै सखीवृन्दमा त्यहाँ प्रवेश गर्छौँ। सखी हुनु भनेको के भने यहाँ त अब कतिपय भाषामा अब माइक भाषामा बुझ्नेले के भन्छन् त भन्दाखेरि स्त्री पुरुष नत्था लगाएका यस्तो भएर चाहिँ जानुपर्छ, स्त्री हुनुपर्छ, स्वरूप चेन्ज हुन्छ, यो केही होइन, बिल्कुल कुरो त्यो होइन। त्यो भावमा भावको परिणति मात्रै हो। हरेक जीव ईश्वर हो, हरेक जीव चाहिँ सखी हो। हरेक जीव एक जीव सबै जीव सखी भाव हो। वास्तवमा उसले त्यो बुझेकै छैन। मीराबाईले त्यो प्रसङ्ग लिएर उसले त्यो बुझेको छैन। नबुझेको कारणले उसले म पुरुष हुँ, म फलानु हुँ, म यति सम्पन्न हुँ, म यहाँ गरेको छु, म भनेको त यस्तो भयो त। स्त्री भनेका यहाँ बेग्लै चिज हो। यो त माइक जगतका कुरा, लौकिक जगत यति दुखिया छ के भन्ने। त्यो रस प्रेम रस माधुर्य रसमा प्रवेश गर्दाखेरि तत्सुखी म बार बार भनिराखेको छु तपाईँको इन्टरभ्यूमा तत्सुखी सुखित्व भाव कुञ्ज निकुञ्ज रसको अवगाहनको कुरो छ। अनि तत्सुखी सुखित्व यसको अर्थ चाहिँ बुझिहाल्नु हो दर्शकले कि मेरो खुसी मेरो सुख मेरो आनन्द होइन कि हजुरको सुख हजुरको खुसी हजुरको आनन्द। हजुर भनेको चाहिँ के भने जो उपास्य हो, उपासक त्यो उपास्यलाई जो इष्ट हो उहाँको खुसीमा उहाँको आनन्दमा म खुसी हुन्छु। मेरो खुसी भनेको आफ्टर हो, उहाँ खुसी भएको पछि म खुसी हुने त्यो कुरा हो। त्यो चाहिँ निकुञ्ज वनमा त्यो चाहिँ लबालब प्राप्त हुन्छ। कुञ्ज र निकुञ्ज हुन्छ। कुञ्जमा सखीवृन्दहरूका अलग अलग कुञ्जहरू हुन्छन् जहाँ अब किशोरी सहित रसनागर हुनुहुन्छ। त्यो निकुञ्ज वन हो। त्यहाँ निकुञ्ज रस हुन्छ। त्यसमा तत्सुखी सुखित्व रस हुन्छ अनि कुञ्जमा सुखित्व रस हुन्छ। त्यसमा भगवान आएर चाहिँ आफ्ना सखीहरूलाई चाहिँ विभिन्न रूपले चाहिँ ती सखी भनेका ती सबै जीवलाई विभिन्न हावभावद्वारा चाहिँ उद्बोधन गर्नुहुन्छ। किशोरीजीतिर किशोरीजीको उसको लागि किशोरीजीको अनुगामी बन्नको लागि प्रेरित गर्नुहुन्छ। आफ्नो पनि बल लगाएर सहयोगी बनेर आफू सहयोगी बनेर किशोरीजी किनभने स्वयं भगवान तत्सुखी सुखित्वमा रहनुहुन्छ। यहाँ निकुञ्ज वनमा स्वयं भगवान गोविन्द जो रसनागर हुनुहुन्छ तथापि किशोरीजीको रसको लागि यति आतुर हुनुहुन्छ। त्यो रसको स्वभावको कारणले त्यो रसको गुणवत्ताको कारणले गर्दा त्यो रसै त्यस्तो छ जसले रसनागर भगवान श्री श्याम सुन्दरलाई पनि आतुर बनाइदिन्छ। त्यस कारणले श्याम सुन्दर त्यो रसको अवगाहनको लागि उहाँ किशोरीजीका चरणमा पर्नुहुन्छ।
त्यो रस कतै नटुटोस्, त्यसको श्रृङ्खला नटुटोस्, यस्तो किसिमको रस। त त्यो हो हामी कहिलेदेखि यो रस सुरुवात भएको। अहिले त यहाँ चर्चामा आयो त मैले सोसियल मिडियाहरूले, तर रसिकहरू त पहिल्यै अब जस्तो सनकादि भने हाम्रा सनकादि यी रसस्वरूप यी माने यी चाहिँ उहाँहरूले किशोरी स्वरूपमा प्रकट हुनुहुन्छ र किशोरीजीको सेवा गर्नुहुन्छ। त्यस्तो हरिणी हारिणी भनेर चाहिँ उहाँहरूको नाम किशोरी रसिक के अरे सखी भावका नामहरू, सनकादि मुनिन्द्रहरूका नामहरू, यस्ता नामहरू छन्। त त्यस पछाडि त्यस्तो किसिमको परम्परा सुरुवात भयो। अनि हुँदै हुँदै उहाँ सनकादि मुनिन्द्रहरूले त्यसो गरिदिनु भयो, त्यो निकुञ्ज रस प्रवाह गरिदिनु भयो। त्यस पछाडि देवर्षि नारदलाई त्यो रस प्राप्त भयो। देवर्षि नारदले फेरि निम्बार्क भगवान यद्यपि लीला जगतमा सुदर्शन चक्र हुनुहुन्छ, भगवानको यो लौकिक जगतमा सुदर्शन चक्रको अवतार, उहाँ सुदर्शन अवतार हुनुहुन्छ लौकिक जगतको। अस्ति मैले यो भित्रको भेद अझै खोल्न सकेको थिएन, तर हाम्रो करुणदासजीले सबै खोलिदिनु भयो। त्यसले गर्दाखेरि मैले पनि आजकल भित्रको आन्तरिक भाव पनि, सखी भाव पनि, उहाँ त किशोरीजीका विभिन्न स्वरूपमा हुनुहुन्छ। भगवानको अघिको लकुटी भन्ने नि मैले लकुटी खोजेको, त्यो लकुटी स्वयं निम्बार्क भगवान हो। अनि गौ धुसुर नामकी गाई निम्बार्क भगवान हुनुहुन्छ। राधिकाजीको नथी निम्बार्क। यसरी आभूषणहरू भगवानका मञ्चन हुने ती फुलहरू, ती विभिन्न चिजहरू, यस्ता चिजहरूमा सखी भावहरू, सखी स्वरूप नै ती बन्छन्। ती चिजहरू, ती परिकारहरू बन्छन्। ती खाने भनेको त्यस्तो खाइ हुँदैन, खाएको स्वरूप देखिन्छ। अघि मैले पान चपाउनु भयो भने नि त्यो रस चपाएको, तर यहाँ प्रकट रूपमा चाहिँ सूक्ष्म जगतमा, यो त माइक जगतमा त पान पनि देख्दैन कसैले पनि, तर सूक्ष्म जगतमा त्यो कारण स्वरूपमा देखेको त कारण स्वरूपमा त रस स्वरूप प्राप्त गर्नुहुन्छ उहाँले। रस खाएको सुधा, अधर सुधा, राधा रस सुधा प्राण गरेको त्यो पान चाहिँ पानको रूपमा देखिन्छ त्यहाँ सूक्ष्म जगतमा। त्यो लेख्नेले पान लेख्छन् त्यहाँ, तर देख्नेले के देख्छन् रसिकजनहरूले, त्यो त रस देखेको। यस्तो कुरा यहाँ लेख्ने देख्ने चेष्टा गर्ने बुझ्ने सम्म पुग्दा त कति क्याटेगोरी हुन्छ, कति लेयर छ। रसिकले के देख्छ त कुन डाइमेन्सनबाट देख्यो त्यति लेख्छ, उसले लेख्छ। अनि यहाँभन्दा उतातिर के भइरहेको के भएको छ उसलाई थाहा छैन बिचरा। यस्तो विचित्र अल डाइमेन्सनबाट देख्न त असम्भव छ हो। रसिकले देख्छ, रसिकजनले देख्छ, जसलाई भगवानले देखाइदिनु भएको छ। अब डाइमेन्सन लेस भयो, ट्रान्सप्यारेन्ट भयो। अनि त्यो डाइमेन्सन लेस भएका कुरा, देखेको कुरा एक्सप्रेस गर्न त असम्भव छ फेरि। हो, शब्दमा उत्रिँदैन। कताको डाइमेन्सनको कुरा बताउँछ, त्यो यताको बताउँदा उताको फुस्किन्छ, उताको बताउँदा उताको फुस्किन्छ। बार म कति डराएर चाहिँ चेष्टा यसरी भन्नु, मान्छेले उसले कसरी हेर्छ, त्यसको बारेमा के सोचिदेला भन्ने नै दुःख लागेर प्रकट हुँदैन। आज मैले चेष्टा गरेर यो फेसबुकका कुराहरूमा शुद्ध ल्याएर ट्याग भन्ने कुरा राखेर यता राखेर अलिकति कति सोचेर यो कुरालाई मैले प्रकट गर्न खोज्दैछु, आफै इन्टेन्सन गरेर सोचेर। निम्बार्क सम्प्रदायका साधकहरू चाहिँ निकुञ्ज उपासक भनेर भन्नुभएको थियो। एकदम यो निकुञ्ज भनेको के हो भन्ने कुरा बुझाउनु त अझै प्रश्न पार्नु त। निकुञ्ज भनेको कस्तो भनेदेखि निकुञ्ज भनेको चाहिँ कुनै अलगै प्लानेट हो कि निकुञ्ज भनेको अलग्गै एउटा? अच्छा, अब त्यसरी त्यसको जियोग्राफिकल हिसाबले भन्दाखेरि चाहिँ के भन्दाखेरि यो ब्रज भनिन्छ नि, ब्रज, हजुर, ब्रज भूमि भनिन्छ होइन, 84 कोश ब्रजलाई ब्रज भनिन्छ। त्यसमध्ये वृन्दावनको 5 कोशी वृन्दावन भनिन्छ, 5 कोश वृन्दावन छ। ब्रज त 84 कोश छ, हो कि होइन? त्यस्तै गोलोक, सारा गोलोक एउटा क्षेत्र हो, गोलोक वृन्दावन अर्को क्षेत्र हो, बुझ्नु भएन? गोलोक वृन्दावन अर्को क्षेत्र हो। गोलोक अलग्गै, गोलोक वृन्दावन भन्ने अलग्गै, फेरि अलग्गै होइन, त्यसैभित्र गोलोक भित्र नै गोलोक वृन्दावन, गोलोक वृन्दावन। तर रसको दृष्टिकोणले फरक छ।
रस माधुर्यको दृष्टिकोणले फरक छ। त्यसै कारणले धेरै बुझेका साधकहरूले रसिकजनहरूले गोलोक वृन्दावनको चर्चा गर्छन्, वृन्दावनको चर्चा गर्छन्। त्यो वृन्दावनमा पनि कुञ्ज निकुञ्ज छ। अब त्यो कुञ्जभित्र पनि विशेष छ निकुञ्ज। अच्छा, कुञ्ज ठुलो हो, कुञ्जभित्र निकुञ्ज होइन। कुञ्ज निकुञ्ज चाहिँ अलग अलग हुन्, ठुलो सानो होइन। कुञ्ज सानो सानो हो। जो किशोरीजीहरू बस्छन्, त्यो किशोरी अरे ती जो गोपीजनहरू बस्छन्, सखीजनहरू बस्छन्, ती सखीजनहरू बस्ने ठाउँलाई कुञ्ज भनिन्छ। ती कुञ्जहरू हुनु भए अनि भगवान् गोविन्दसहित अष्टसखीहरू चाहिँ जहाँ बस्नुहुन्छ त्यो लीला आस्वादन गरेर त्यो ठाउँलाई निकुञ्ज भनिन्छ। हो, त्यो निकुञ्जमा प्रवेश गर्नलाई निकुञ्जमा प्रवेश चाहिँ अर्को चेष्टा हो। फेरि रसिकजनहरूको अर्को चेष्टा हुन्छ। अब त्यहाँ कसरी भगवान्ले जसलाई आफ्नो चित्तमा हृदयमा अब त्यहाँ चाहिँ अब भने नि अब सबै साधकहरूको पनि आफ्नो आफ्नो क्याटेगोरी हुन्छ अनि त्यो रसिकहरूको पनि आफ्नो आफ्नो उपक्रमहरू हुन्छ। अनि त्यस पछाडि मञ्जरी उपासक हुन्छ, रूप मञ्जरी हुन्छन्, यी विभिन्न हुन्छन्। त्यसभित्र प्रवेश गर्ने खालका अनि अष्टयाम सेवामा प्रवेश गर्ने अरू हुन्छन्। अष्टयाम का चेष्टा कुञ्जहरू अलग अलग हुन्छ। ती भगवान्ले दिनभरिमा नित्य लीलामा चाहिँ ती सेवाहरूमा उहाँले आफ्नो उपस्थिति देखाइदिनुहुन्छ। अष्टयाम सेवा भनेको 8 पल्ट 8 प्रहरको चाहिँ सेवा, भगवानको सेवा, भगवानलाई भोजन दिनु। सेवा सबै ती जीवहरूले सखी रूपले जीवहरूले गर्छन्। किशोरीजी सहित जो सेवा हुन्छ भगवानको सेवा, भगवान सहित फेरि भगवान पनि अर्को सेवा गर्नुहुन्छ त्यहाँ भगवान। अनि फेरि त्यहाँ सेवा र सेव्य हुँदैन, किशोरीजी मात्रै सेव्य हो। त्यहाँ निकुञ्जमा सेव्य चाहिँ किशोरीजी मात्रै हो, अरू सबै सेवक हो। स्वयं भगवान पनि सेवक मात्रै हो। त्यहाँ भगवान स्वयं पनि त्यहाँ किशोरी माने जीवको सेवा गर्नुहुन्छ। जीव भनेको सखीहरूको सेवा गर्नुहुन्छ। भगवान स्वयं पनि त्यहाँ चाहिँ त्यहाँ भगवान होइन। फेरि त्यहाँ भगवान प्रेमी हो। त्यहाँ भगवान भन्ने हुँदैन, बराबर हुन्छ त्यहाँ त्यो रसमा। यदि उच्चा निचा भइदियो तर एउटा रसको अन्तिम छोर कहाँ हो त? त्यो रस कहाँबाट प्रवाहित हुन्छ? त्यो किशोरी। त्यो त्यसै कारणले ब्रजरस रसेश्वरी, वृन्दावन रसेश्वरी, वृन्दावनेश्वरी श्री राधा, अनि रासेश्वरी श्री राधा, ब्रजेश्वरी श्री राधा। यो सबै भनिन्छ नि त राधालाई। यो कारणले भनेको त्यहाँकी ईश्वरी राधिका हुनुहुन्छ। त्यहाँकी भनेको कहाँको? जसले जुन ठाउँबाट चाहिँ जुन टेरिटोरियल डिरेक्सनबाट चाहिँ मधुर रसको उत्पत्ति हुन्छ, सोर्स अफ मधुर रस। त्यो रस चाहिँ सबैले यो संसार जगतका सबै देवताको त के कुरा गर्नु र परम उसले चाहिँ चाहेको रस त्यही हो। त्यसै कारणले रसिकजनहरूले रस 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 भगवत प्राप्ति भनेको रस प्राप्ति हो। त्यो भगवानको चेष्टा प्राप्ति हो। त्यो रसको प्राप्ति हो। त्यो सर्वोच्च हो। भगवानको उपास्य देव कुन हो भन्दाखेरि, उपास्य देव भनेको कसरी डिफाइन गर्ने भन्दाखेरि तपाईँले खोजेको के हो? पहिला त मैले खोजेको के हो? मैले मुक्ति खोजेको हो भनेदेखि त अरू प्रक्रिया छँदैछ। सामान्यमा मैले प्रेम खोजेको हो, मैले भगवत प्रीति खोजेको हो, मैले सुखित्वको भावमा प्रेम गर्न खोजेको हो, म प्रेमी हुन खोजेको हो, मैले मुक्ति खोजेको होइन। अनि सुखित्वम खोज्ने साधकले जब त्यो अस्ति पनि कुरा गरिएको थियो नि, राम 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 भन्दा भन्दै राम म रामको अवस्थामा पुग्छ नि, तत् के अरे तत्त्वम असि, तत्त्वम असि, तत्त्वम असीमा पुग्दाखेरि अथवा अहम ब्रह्मास्मीमा पुग्यो भने
त फेरि तत्सुखी सुखित्तम भन्ने रहन्न फेरि त्यो तत्सुखी सुखित्तम भन्ने साधना गर्दै गर्दै त्यो हुन्छ अनि त्यो कसरी हुन्छ भने म राममै पुग्छ नि त त्योभन्दा अगाडिको डिग्री हो त्यो कसरी भने जतिखेर गोपिकाहरूले भगवान्ले रासमा प्रवेश गराउनु भयो रासमा प्रवेश गराइसकेपछि अनि भगवान्ले एकैचोटि छट्ट छोडिदिनु भयो उनीहरूलाई अलिकति हल्का अभिमान आयो अनि उहाँले छोडिदिनु भयो छोडिसकेपछि कस्तो आपत्ति पर्यो त्यतिखेर उनीहरूले यस्तो भरे गएर चाहिँ आफै लीला गर्न थाले लीला गर्न मै स्वयं कृष्ण हो कोही पुतना बने कोही लीला कृष्ण बने कोही के गर्न थाले सबै लीला मञ्चन हुन थाल्यो त्यो समयबाट नै लीला सुरु भइसकेको थियो मञ्चन सुरु भइसकेको छ अनि त्यो भएको हुनाले त्यो तत्सुखी सुखित्व भएको भाव त्यस पछाडि ती सबै भइसकेपछि प्राप्त हुने हो त्यो त भाव बडा माथि छ निकुञ्जको भाव हो त्यो नभए त पहिला जीवले मलाई आनन्द भयो भनेरै खोजिरहेको छ मलाई आनन्द चाहियो भनेरै खोजिरहेको छ स्वभावले तत्सुखी त यो बुद्धिमा आइन्जोल भन्ने मात्रै हो स्वभावैले तत्सुखी सुखित्व खोज्ने दिन त धेरै पछाडि आउँछ त्यो भइसकेपछि यो कायमा हुँदासम्म सम्भव छ त त्यो गर्न त्यो यो कायमै सम्भव छ तर उहाँले कृपास्य दैन्यादियुजी प्रजायते एया भवेत प्रेम विशेष लक्षण उहाँले त्यो लक्षणा भक्ति दिनु प्रेम लक्षणा भक्ति उहाँले आशीर्वाद गरिदिनुपर्छ कृपा गरिदिनुपर्छ उहाँले कृपा गरे भने सम्भव छ त्यसै कारणले त्यो उहाँको कृपा कसरी हुन्छ भन्ने उहाँको कृपा कसरी हुन्छ भन्ने कुरा चाहिँ मैले अस्ति पनि त बताएँ अस्तिको एपिसोडमा कि हामीले चेष्टा गर्नुपर्छ हामीले चेष्टा गरेको कुरालाई हामीले अभिमान गर्नु हुँदैन हामीले बालुवाको घर बनाउनुपर्छ त्यो बालुवाको घर भन्ने सम्झिनुपर्छ अनिखेर त्योबाट सबै कुरो हुन सक्दैन तन्मयतापूर्वक भगवानको नाम रूप लीला धामको चिन्तन हुनुपर्दछ त्यो चिन्तन भएपछि त्यो के भन्छ तन्मयता त्यो एकदम व्यग्र चित्तद्वारा उहाँसँग टच भएको अवस्था त्यस्तो अवस्था प्राप्त भएपछि भगवान्ले एक दिन छोइदिनुहुन्छ स्पर्श गरिदिनुहुन्छ त्यहाँ त्यस्तो अब अघि मैले त त्यतिसम्म बताइदिएँ कि यमुनाजीमा यो सूक्ष्म बुद्धिद्वारा शुद्ध लेखेका हुन् त्यहाँ लेख्न यमुनाजीमा प्रवेश भएको भनेर तर त्यो यमुना त्यस्तो होइन रसिकहरूले अर्कै बुझ्छन् त्यहाँ त्यो उहाँले सूक्ष्म बुद्धिद्वारा यमुनाजी भन्नुभयो लेख्न त्यहाँसम्म मात्रै सकिन्छ त्यहाँभन्दा माथि लेख्न सकिँदैन शब्द छैन अनि बुझ्नेले के बुझिदिन्छ भन्दाखेरि यमुना जलमा गएर कसरी जलमा चाहिँ किशोरीजीलाई लिएर जानुभएछ यहाँ बुद्धिमा अब खोपडीमा किरा पर्न थालिहाल्छ कसरी त्यहाँ क्रीडा हुनसक्छ कसरी खेल नाच खेल हुनसक्छ यस्तो हिलो कादो होला के होला एउटा सम्प्रदाय छ त्यो सम्प्रदायमा चाहिँ अब त्यहाँ केही सन्तहरू हुनुभयो उहाँहरूले चाहिँ भागवतै सुनेर नै ज्ञान प्राप्त गरेको भन्ने कुरा चाहिँ उहाँहरूको इतिहासमा आउँछ अनि उहाँहरूले चाहिँ भागवतमा सबै लीलाहरू छैनन् या वेदव्यासजीका पुराणहरूमा या लेखनमा चाहिँ ती सबै लीलाहरू छैनन् जुन लीलाहरू चाहिँ हाम्रा मार्गदर्शक सन्तहरू गुरुहरूले थाहा पाउनुभयो त्यसले गर्दा भागवतमा पूर्ण रूपमा जुन लीला व्याख्या छैन या चाहिँ त्यहाँ भएको अपुरो छ अझै व्याख्या चाहिँ यतातिर हाम्रो सन्तहरूले हाम्रा गुरुहरूले भनेको व्याख्यामा चाहिँ भागवतको अझै विस्तार छ भगवान् कृष्णका लीलाहरूका अझै विस्तारहरू छन् भनेर पनि भनेको पाइन्छ हजुर कुरा बुझिसक्नुभयो कुन सम्प्रदायको कुरा मैले गरेँ भनेर त्यो के लाग्छ त्यो त एकदम सही कुरा अब यहाँ चाहिँ तर सही खोतल्न सक्नु पर्यो उहाँले दिनु पर्यो उहाँले दिनुपर्छ उहाँले दिएपछि त्यो लीला भेद खुल्छ हजुर अब उहाँहरूको त्यो सम्प्रदायको फेरि के छ भन्दा हामी हिन्दू होइनौँ भन्ने जस्तो खालको एउटा हामी सनातनी नै होइनौँ भन्ने खालको जस्तो एउटा अथवा चाहिँ सनातनी भइकन पनि सनातनीहरूसँगै खालको छिछि दूरको खालको सम्बन्ध भएको चाहिँ विभिन्न मान्छेहरूले टीका टिप्पणी गर्छन् त्यो मैले दोष लगाएको भन्दा नि समाजका मान्छेहरूले उहाँहरूको व्यवहार देखेर चाहिँ यो सम्प्रदायको बारेमा थाहा छैन त्यो छ
यो कृष्ण प्रणामी सम्प्रदायको बारेमा कुरा गर्दैछु म। अब उहाँहरूका सन्तहरूलाई चाहिँ तपाईँहरूले चाहिँ भेद गर्नु चाहिँ गर्नुहुन्न त भनेर मैले पनि अन्तर्वार्तामा सोधेको छु। उहाँहरूले हामीले भेद गर्दैनौँ, भेद गर्न सिकाउँदैनौँ नि भन्नुहुन्छ सन्तहरूले नै। तर त्यो धर्मका अनुयायीहरूले चाहिँ फेरि भेद गरेको चाहिँ विभिन्न मान्छेहरू अनुभव गरेर सुनाउँछन्। मैले यहाँ भन्न सोध्न खोजेको कुरा मात्र के हो भन्दा, जसरी हजुरले लीलाका कुञ्ज निकुञ्जका कुराहरू टेक्स्टमा भएका भन्दा पनि इतर बुझ्नुपर्छ, त्यहाँभन्दा धेरै बाहिर कुराहरू छ, धेरै कुराहरू छ जुन लेखेको शब्दभन्दा बियोन्ड छ, बुझ्न सकिँदैन शब्दमा भएर भनेको कुरा गरिरहँदा अन्य पनि केही सम्प्रदायहरू छन् जुन सम्प्रदायले पनि फेरि भगवानका लीलाहरू, भगवान कृष्णका लीलाहरू चाहिँ जति व्याख्या पुराणहरूमा आए ती भन्दा पनि बियोन्डका लीलाहरू छन् भनेर पनि व्याख्या गरेको पाइन्छ। बिल्कुल त्यो कुरामा चाहिँ त्यो पाइन्छ, त्यो अनन्त छ, लीला अनन्त छन्, भगवानका लीला अनन्त छन्। लेखेर साध्य छैन, लेखेर भनेर साध्य छैन, भगवानले प्रकट गर्दैन। होइन मतलब हामी जस्तो माइक वस्तुले बनेका चाहिँ त्यो कृष्ण प्रणामी सम्प्रदायमा पनि बडै बडै महापुरुषहरू भए। उहाँहरूलाई त्यो लीलाहरू उहाँको वितक हो कि के भन्ने एउटा ग्रन्थ छ, त्यसमा धेरै चेष्टाहरू भगवान गोविन्दका चेष्टाहरू धेरै लेखिएका छन् र धेरै त्यस बाहेकका कुराहरू बिल्कुल म एक्सेप्ट गर्छु त्यो कुरालाई, म पुरै एक्सेप्ट गर्छु, त्यो लेखिएका छन्। तर म कसैलाई म के भन्न चाहन्न भने कोही यो त्यो भनेर चाहन्न, किनभने उनीहरूको दिमागमा उनीहरूको कारणले उनीहरूको जुन अवस्था हुनुपर्ने त्यही अवस्थामा सबै छ, जगत सबै यावत जगत। अहिले वृन्दावनमा एकजना सन्त हुनुहुन्छ नरेश भैया भनेर चिन्छन् उहाँलाई मान्छेहरूले। उहाँको नियमित सत्सङ्ग आइरहेको हुन्छ युट्युबमा। उहाँले चाहिँ जुन लीलाहरूको व्याख्या गर्नुहुन्छ नि, त्यो व्याख्याको सुरुमै अगाडि नै उहाँले डिस्क्लेमर राख्नुहुन्छ कि मैले अथवा हाम्रो सन्त परम्पराका विभिन्न सन्तहरूले जुन लीलाको व्याख्या गर्छन्, यी सबै लीलाहरू भागवतमा या विभिन्न टेक्स्टहरूमा होला या छ कि छैन भनेर ट्याली गर्नतिर नजानु होला, किनभने हरेक भक्तको चाहिँ त्यो ऊ भाव दशामा पुगेर उसले देखेको बुझेको चाहिँ लीला त्यो टेक्स्टमा नहुन पनि सक्छ भनेर नै उहाँले डिस्क्लेमर दिएर। एकदम राम्रो कुरो, राम्रो कुरो त्यो हो। यस्ता यस्ता लीलाका कुराहरू गर्नुहुन्छ भने म छक पर्छु। त्यो हो, किनभनेदेखि यहाँ लेखेका कुरा सबै लेखेका कुनै समयमा लेखेका भए पनि त्यो कुरा एभाइलेबल छैनन्। त्यही त वेदव्यासजी जस्ता चाहिँ ब्रह्म अब के भन्छ भगवान नारायणकै अवतारैले पनि किन त्यो सम्पूर्ण चिज नदिएको होला? दिन सकिन्थ्यो, दिन त होइन, अनन्तै केमा दिनु र त्यो होइन। जति पुराणमा आयो नि भागवतमा, भागवत पुराणको पनि विभिन्न चाहिँ अझै लामो लामो चाहिँ च्याप्टरहरू बनाएर दिन सकिन्थ्यो, लेखेर सकिँदैन प्रभु। मैले अघि नारायणको चतुर्भुज नारायणको गणेशजीले लेख्नु भएको हो, उहाँको मुखारबिन्दबाट आएको, हामी जस्तो माइक मान्छेले लेख्ने चिज होइन, त्यो लेख्न सकिन्थ्यो होला? भएन, तै पनि भएन, गणेशले लेखेर पनि पुग्दैन। गणेशजी अब साक्षात 1000 जिब्रा भएका शेषनाग, उही भगवान चतुर्भुज नारायणको शेषशय्या हुनुहुन्छ। उहाँले नदेखेको कुरो केही छैन। अघि मैले ट्याग गरेको भनेको, अघि मैले विथ भनेर चाहिँ फेसबुकमा राखे जस्तै सधैँ गोविन्दले त्यो राखेको चर्चा उहाँ नित्य निरन्तर उसमा वैकुण्ठ धाममा त्यो चर्चा भइरहन्छ। त्यो उहाँले साक्षात सुनिरहनु भएको छ। भगवानका आयुधहरूले देखेका छन्, शङ्खले देखेको छ, चक्रले देखेको छ, सबैलाई थाहा छ। केही न केही नभए त्यस्तो हुँदैन। अनि उहाँ शेष भगवानले त उहाँका 1000 जिब्राद्वारा निरन्तर अविरल भगवानका गुणानुवाद यस लीला कथाहरूको अवगान भइरहेको छ। त्यो लीला कथाहरूको अवगान हुन्छ अनि भगवान नारायण ती कथाहरू सुन्नुहुन्छ शेषशय्यामा। यस्तो किसिमको गरुडजी वेद ध्वनिद्वारा चाहिँ आफ्ना पङ्खहरूमा यस्तो वेद ध्वनि निस्किन्छ। अहिले पनि घण्टामा गरुडजीको चित्र राखिन्छ नि, त्यो वेद त वास्तवमा वेद पाठी त गरुडजी हो। उहाँले बार हरेक ती पङ्खहरूद्वारा चाहिँ वेदका स्तुतिहरू गर्न र
त्यसरी उडान भरिरहनुहोस्, कसैले बाँकी राखेको छैन। तैपनि भगवानका ती लीला कथाहरू त्यति भनेर साध्य छैन। अब हाम्रो बुद्धि कस्तो छ? हाम्रो त माइक बुद्धि हो। यस्ता यस्ता रसिकजनहरू, यस्ता यस्ता पार्षदहरू, भगवत पार्षदहरू, भगवानका विग्रह, लीला अवतारहरूले, विभिन्न अवतारहरूले भनिरहेका छन्। अहिले तपाईँले नरेश के भन्नुभयो? उहाँ महात्मा एकजना विनायक शर्मा भन्ने पनि भर्खर आएका छन्। यी सब ती जसका प्यारामिटर्समा यो परिराखेको छ। जस्तो अब भनौँ न, अब यसै नाचिलाई पनि श्रीमद् भागवतका 12 स्कन्द प्रकट भएको छ। अब त्यो स्कन्धहरू, त्यो मलाई प्रकट भएका चिजहरू अब त्यहाँ लेखेर साध्य छैन, त्यहाँ भनेर साध्य छैन। एकचोटि मैले रासको प्रसङ्ग मात्रै कोट्याउन खोजेको थिएँ। रासको बारेमा चाहिँ अलिकति चर्चा गर, त्यो शब्दमा निस्किँदैन। त्यही त हजुरले चाहिँ यदि भागवतमा भन्दा इतर लीला देख्नु भएको छ, एकदमै नयाँ लीला देख्नु भएको छ भने प्रयत्न गर्नुहोस् न त। होइन, त्यो लेखेर साध्य छैन। लेखेर एउटा प्रसङ्ग जो चाहिँ उहाँ भगवानका अत्यन्त प्रिय मित्र हुनुहुन्थ्यो सुदामा, त्यो प्रसङ्ग नै मलाई हृदय आकाशमा प्रकट भयो। त्यो शब्दमा म उतार्नै सक्दिनँ। मैले कतिचोटि चेष्टा गरेँ। त्यस्तो विचित्र हो छ त त्यहाँ। जस्तो जगन्नाथजीकै जुन प्राकट्यको कुरा छ, जगन्नाथमा जो जगन्नाथपुरीमा जो जगन्नाथ भगवान स्थापित हुनुहुन्छ, त्यो व्याख्या नै कस्तो अद्भुत छ। हरेक जस्तो अब कति त्यो कुरा कतिलाई थाहै छैन। इस्कोनमा गएर जगन्नाथ बलदेव सुभद्राको दर्शन गर्दा कति करुणा भगवानको कति करुणाद्वारा त्यो स्वरूप प्रकट भएको छ। कतिले त बुझ्नु भएकै छैन त्यो करुणा। त्यो कथाको मात्रै कुरो होइन, त्यसको करुणाको स्वरूप कस्तो हो। करुणामूर्ति, करुणाकर भगवान, करुणा है, आँखाका पलकहरू नै नभएका भगवान। त्यस्तो अवस्थामा त्यो भाव मुद्रा त त्यसो भएको हुनाले यो हामीले कथा भनेर भगवानका गुणानुवाद गरेर सक्छौँ। हामी त्यही कारणले त्यसै कारणले भन्ने गर्छु, हामीले गरेको भगवानको कीर्तन भजन जे हो त्यो सबै बालुवाको घर बनाएको हो भन्ने सम्झेर, हृदयमा सम्झेर मैले गर्न सक्दिनँ, मैले भगवानको भजन गर्न सक्दिनँ भन्दै गर्दै गर्ने, आतुरी साथ गर्ने, अहिले नै सास फुस्किन्छ भनेर गर्ने, अहिले नै गइयो अब समय सिद्धियो भनेर गर्ने। यस्तो गर्न सकियो र भगवानको त्यो चाहिँ कस्तो भनेदेखि भगवानको ऐश्वर्य रूप होइन, ऐश्वर्य स्वरूपमा होइन, वैकुण्ठ स्वरूपमा होइन। वैकुण्ठ स्वरूप त क्रम हो, उपक्रम हो। भगवानको शाश्वत पूर्ण ब्रह्म स्वरूप, परम माधुर्य स्वरूप, त्यसलाई उपास्य देवता इष्ट बनाउने, कि त राम बनाउनुहोस् कि कृष्ण बनाउनुहोस् कि भगवान श्री शिवजीलाई पनि त्यो स्वरूपमा देख्ने। शिवजी नै इष्ट हुनुहुन्छ भने त्यो स्वरूपमा मलाई लिएर जानुहोस्, हजुरको त्यो स्वरूप मलाई दिनुहोस्। शिवजी इष्ट राख्नुहोस्, गणपति इष्ट राख्नुहोस्, तर मलाई हजुरको त्यो स्वरूप दिनुहोस् माग्दछी। यसरी गरियो भनेदेखि अनि भगवानले नै दिनुहुन्छ जीवलाई। फेरि अब कस्तो हुन्छ, एकचोटि दिएको कुरो कुनै एउटा सब्जेक्टमा दिनुभयो, त्यो सब्जेक्टका आधारमा अरू कुरालाई इसारा गर्न सकिन्छ, तर सबै कुराहरू त्यसलाई पर्गल्न सकिँदैन। जसलाई दिएकै छ भने पनि कति दिएको छ त्यसको पनि लिमिटेसन छ, कति दिएको छ, कस्तो अवस्थामा दिएको छ। र तर एउटा कुरो चाहिँ के रहेछ भनेदेखि लीलाका तौर तरिका, दिने प्रक्रिया, सिस्टम, यो सिस्टमबाट यो चिज भएको भन्ने कुरा चाहिँ अवगत हुन्छ। त्यो रसिकहरूले पत्ता लगाउँछन्। त्यसमा चेष्टा गर्दै गर्दै त्यसमा खोतल्दै जाँदाखेरि यसको भाव यो हो, यसको भाव यो हो। त्यहाँको कनेक्सन लिनुपर्छ, उहाँको गोलोकको कनेक्सन, यहाँको कनेक्सन, यहाँको लीला, त्यो ट्याली गर्दाखेरि यस्तो गर्न खोज्नुभएको, यो लेसन दिन खोज्नुभएको, यो गर्न खोज्नुभएको, यसरी चेष्टा गर्न खोज्नुभएको। त यो स्वरूप भएको हुनाले त राधाष्टमीको प्रसङ्गमा हामी कुरा गरिरहेका छौँ। राधा
को हुनुहुन्छ भनेर सिधा सिधा प्रश्नको उत्तर के हुन्छ? सीधा प्रश्नको उत्तर राधा भाव स्वरूपिणी, भावको प्रतिमूर्ति। जति पनि भाव जगत हो त्यसको प्रतिमूर्ति किशोरीजी हुनुहुन्छ। अनि जति पनि रस, रस भनेको प्रेम, आनन्द, आनन्द लहरीको उच्चतम भाव, उच्चतम प्रकृति, त्यसको छोर, पराकाष्ठा, त्यसको पराकाष्ठ, त्यसको अन्तिम सोर्स जहाँबाट त्यो रस निस्किएको छ, त्यो रस प्रवाहित भएको छ, त्यसको अन्तिम सोर्स, त्यसलाई राधा, जसले जो त्यसको रसको उपासक, त्यो रस प्राप्त गर्ने रसनागर गोविन्द पनि त्यो रसको चेष्टामा नित्य निरन्तर तन्मयतापूर्वक लागेको छ। त्यो चिज राधा हो। जसलाई आराधना गर्छ, जसले रसनागरले, जसले गोविन्दले जसको आराधना गर्छ, त्यो राधा हो। त्यहाँभन्दा सर्वोच्च चिज केही छैन एकतर्फले भन्ने भनेदेखि। गोविन्दभन्दा सर्वोच्च चिज केही छैन एकतर्फले बुझ्दाखेरि। त त्यो गोविन्दले पनि आराधना गरेको कसलाई गर्छ त भन्दाखेरि राधालाई गर्छ। त्यो राधालाई गर्ने कारण छ, गर्नुपर्ने स्थिति आएको छ। किनभने यो लोक जगत, संसार यावत ब्रह्माण्ड, सूक्ष्म जगत, सबै जगत चलाउनलाई विभिन्न खजाना चाहिन्छ। त्यो खजाना सबै बोक्दाखेरि स्वयं गोविन्दलाई पनि केही अभाव छ, केही अभाव छ। त्यो अभाव किन छ त भन्दाखेरि एउटा स्वच्छ, एउटा निर्मल, एउटा भोला रस, एउटा भोलापना, केवल उसले ब्रजको रस मात्रै थाहा छ, अरू कुरा केही थाहा छैन। त्यस्तो चिज एउटा स्वयंले प्रकट गर्छ। स्वयंबाट त्यो रस अलग पारिदिनुहुन्छ भगवानले। त्यो स्वयंबाट अलग भएको रस चाहिँ किशोरीजीको तत्त्व हो, किशोरी रस हो, राधा हो। त्यो नित्य श्यामा गौरी, नित्य किशोरी, कञ्चन रस, कामचन रस, अत्यन्त भोरी रस, त्यो एक केवल ब्रज रस मात्रै हो। त्यो केवल स्वच्छ रस मात्रै हो, केवल प्रेमानन्द मात्रै हो। त्यो रसको पराकाष्ठ हो, आनन्दको पराकाष्ठ हो। त्यो रस मात्रै छ, त्यहाँ अरू केही मिसिएको छैन। त्यसैबाट सबै चिज सिर्जित हुन्छ। त्यही रसको छटा, त्यसैको आश्रयमा, त्यसैको छारीमा सबैले खोजेको त्यही छ। तर आफ्नो आफ्नो पोजिसनल डाइमेन्सनको कारणले गर्दाखेरि चतुर्भुज नारायण आफ्नो पोजिसनमा हुनुहुन्छ। उहाँ गोविन्द नै चतुर्भुज नारायण त्यहाँ प्रकट हुनुभएको छ। उहाँ आफ्नो पोजिसनमा, आफ्नो धर्ममा बस्नुभएको छ। वैकुण्ठाधिपति शेषशय्यामा बस्नुभएको छ। लक्ष्मी भगवतीले चरण गर्नुभएको छ, चरण दबाइरहनु भएको छ, चरण सेवा गरिरहनु भएको छ। स्वयं किशोरीजी यहाँ लक्ष्मी भएर प्रकट हुनुभएको छ। त्यसै अंश विभूतिहरू प्रकट हुँदै 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 लीलाहरू चलिराखेका छन्। अनि उमाको रूपमा प्रकट हुनुभएको छ, उमाको रूपमा विभक्त हुनुभएको छ, सरस्वतीको रूपमा विभक्त हुनुभएको छ, त्यस्तै रतिका रूपमा विभक्त हुनुभएको छ। उहाँ तर ती सबै स्वरूपको मुकुटमणि स्वरूप हो त्यो रस। अब त्यसलाई स्वरूपमा भन्नु, त्यो स्वरूप रस हो। किशोरी गीत भनेको एउटा रस हो। रस यो चित्रपटलमा देखाएको चाहिँ यहाँ खिचेर ल्याउँदाखेरि हाम्रो माई बुद्धिले बनाएका चित्र हुन् ती। राधा उपासना, राधा नाम चाहिँ त्यति साह्रो प्रचारित लामो समयसम्म थिएन। जब मान्छेहरू वृन्दावनको बारेमा सोसल मिडियाबाट बढी थाहा पाउन थाले, त्यसपछि बल्ल प्रचारमा अहिले आएको देखिन्छ। हामी शैव क्षेत्रका मान्छे
कैलाशको नजिक भएका मान्छे, हामी शिव उपासनामै बढी रङ्गिएका, पशुपतिनाथबाट सेवित छौँ हामी, पशुपतिनाथलाई आराध्य मान्छौँ हामी, शिव शिव नै हामी जप्छौँ। अब शिव नै राधा, काली नै कृष्ण भनेर पनि देवी पुराणमा भनेका कुराहरू आइसके। सन्तहरूले त्यो कुरा भेद खोल्नु भएको छ। हामी राधा अष्टमीको प्रसङ्गमा बोलिरहँदा राधा नाम किन लिने र राधा उपासना किन गर्ने? राधा नाम नै लिनुपर्छ भन्ने जरुरी छैन। राधा नामलाई भावद्वारा प्रकट गर्ने हो। भावको तन्मयताद्वारा राधा नाम प्रकट हुन्छ। त्यो भावद्वारा आकर्षित हुने स्वरूप हो। अब नामै त्यही चाहियो भन्ने कुरो त त्यस्तो विचित्रता त होइन। नाम तर त्यसको फाउन्डेसन त्यसतिर उन्मुख छ भनेदेखि त्यसको क्यारेक्टर, उपास्यको क्यारेक्टर, उपासकको क्यारेक्टर त्यसतिर उन्मुख छ, त्यो चरित्रमा उन्मुख छ भनेदेखि राधा तत्त्व आफै त्यसमा आविर्भाव हुन्छ, आकर्षित हुन्छ। त त्यसो भएको हुनाले अब जस्तो अघि मैले भगवान के अरे उहाँ हाम्रो ब्रह्माजीले सत्यलोक अधिपति ब्रह्माजीले राधा गोविन्दको चरणको भक्ति प्रीति रति मिलो, रति पाऊँ भनेर, रति प्राप्त गर्नको लागि, चरणको रति प्राप्त गर्नको लागि त ठ्याक्कै त्यसै चरण लाग्नु पर्यो। तर किन चाहिँ नामै जप्नु पर्यो त भन्ने कुरा हो भनेदेखि चाहिँ राधा गोविन्दकै नाम किन जप्नु पर्यो त भन्दाखेरि चाहिँ अब त्यो उसको दिमागले त्यस्तो सोच्छ भन्ने परेन। किनभने अरू पनि संसार, अनलिमिटेड संसार, अनलिमिटेड डाइमेन्सन उहाँका एक्सेसिबिलिटीहरू छँदैछन्। तर त्यही पार्टिकुलर तत्त्व प्राप्त गर्ने हो भनेदेखि जसरी ब्रह्माजीले, हामीले होइन, ब्रह्माजीले के भन्नुभयो त भनेदेखि ईश्वर परम कृष्ण सच्चिदानन्द विग्रह अनादिरादि गोविन्द सर्वकारण कारणम। स्वयं ब्रह्माजीले त्यसो भनिराख्नु भएको छ। त भनेदेखि हामीले अन्त जाने त ठाउँ छैन। उहाँकै पर्टिकुलर नाम त लिनै पर्छ। तर अब म लिन्न भनेर भाव त्यही प्रकट गर्ने भनेदेखि के कति आकर्षित हुन्छ त्यो उहाँको डाइमेन्सनले बताउने कुरो हो। तर चेष्टा त्यो गरेको छ, नाम लिएको छैन। तर त्यो चेष्टाबाट गरेको छ भनेदेखि पनि निश्चय केही न केही चाहिँ हुन्छ। चेष्टा चाहिँ किशोरीजीकै, राधा गोविन्दकै चेष्टा, चरणको रति प्राप्त गर्ने चेष्टा छ मनमा, तर नाम लिन सकेन। जस्तो मूक मान्छेले पनि त लिन सक्दैन नि, तर चेष्टा गरेको छ, प्रपत्ति छ, त्यसप्रति आसक्ति भएको छ सुनेर, तर बोल्न सकेन। त्यसलाई नहुने भन्ने कुरो छ र? अनि त्यो नामै लिएर मात्रै हुने कुरो पनि होइन। गजेन्द्रले नाम लिएको थिएन, तर चेष्टा धेरै छ। सबै कुरालाई आउट गरेर एक मात्र भगवान नारायण हरि भन्नलाई मात्रै बोल्दाखेरि पुगेको थियो। अरू सबै आउट भइसक्यो। त्यो पनि होइन, ऊ पनि होइन भन्दा भन्दै हरिलाई चाहिँ अब हुने कुरो भनेको बाँकी एउटै मात्रै छ, हरि। त्यो भन्दाखेरि त भगवानले उद्धार गरे। भनेपछि नाम लिनुभन्दा पहिला चाहिँ वैराग्य भएको हुनु पर्यो। वैराग्य मात्र होइन, त्यो चेष्टा, त्यो बुझेको हुनु पर्यो। त्यो उहाँको हरि नै अन्तिम लक्ष्य हो, अन्तिम उद्देश्य हो। त्यो उहाँले बाहेक अरू कसैले जोगाउनु सक्दैन। डेलिभरी अनि जोगाउने पनि के त हुन्, के अर्थमा? मलाई मुक्ति चाहियो भन्ने अर्थमा हो कि या गोइको घाउ मात्रै सन्चो गराइदिने हो? त्यो उसको माग्ने प्रक्रिया के कति टेम्पोरल छ तपाईको चाहिँ? अस्तिचोटि मैले त्यहाँ जन्माष्टमी हामी माग्न जान्दैनौँ। माग्ने के चाहिँ माग्न खोजेको त? माग्ने कुरा डिफाइन हुनु पर्यो। हो यो सर्वोच्च रस प्राप्त गर्ने हो। तत्सखी सुखित्वको भाव, वृन्दावन वनेश्वरी रस, वृन्दावनको केली रस, केली अवगाहन, त्यस्तो चेष्टा प्राप्त गर्ने हो भनेदेखि उहाँका त्यस्तै
रसिकहरूका सानिध्यमा जानु पर्यो, उनीहरूका कुराहरू सुन्नु पर्यो, उनीहरूका चेष्टाहरू बुझ्नु पर्यो। अनि त्यस पछाडि त्यो रसको प्राप्ति त्यसको सानिध्यले नै सानिध्यद्वारा त्यसप्रतिको हाम्रो एट्याचमेन्ट चाहिन्छ, जुन पहिला डिफाइन हुनु पर्यो। उपास्य देव डिफाइन हुनु पर्यो, उपास्य डिफाइन भएर चाहिँ लक्ष्य डिफाइन हुनु पर्यो, आफ्नो लक्ष्य डिफाइन भएर उपास्य देव डिफाइन हुनु पर्यो। अनि त्यसको प्रकृति त्यो प्राप्त हुँदाखेरि त्यसको प्रकृति के प्राप्त हुने हो त, के चिज चाहिएको हामीलाई? पहिला हामीलाई चाहिएको चिज डिफाइन हुनु पर्यो। हामीलाई त लोक संसार चाहियो, यहाँ संसारमा मलाई लोकले हाई हाई गरोस्, राम्रो गरिदिउन् भन्ने चाहिएको छ भनेदेखि त त्यति लामो सोच्नै परेन। यहाँ त त्यो त लबालब छँदैछ, यहाँ प्रयास गरिराखेको छ जीवले, त्यो सोच्नै परेन। अब मलाई मुक्ति चाहियो भने छ, धर्म अर्थ काम मोक्ष चाहिएको छ, कसैलाई धेर अधिकांश मान्छेलाई मोक्ष चाहिएको छ, आफ्नो सुख चाहिएको छ नि, मोक्ष चाहिएको छ। त प्रपत्ति भाव त चाहिएको छैन, भगवान्सँग मैले माया गर्छु, भगवान्लाई मैले प्रेम गर्न सकूँ, यस्तो भाव त खोजेको छैन जीवले। त त्यसो भएको हुनाले हाम्रो लक्ष्य के हो, हाम्रो चाहत के हो, कुन क्षेत्रको हामीले कस्तो किसिमको माग गर्न खोजेका छौँ, हाम्रो लक्ष्यभित्रको लक्ष्य के हो, यस्तो कुरो जानेर यदि रस उपासनामा गर्न सकियो भनेदेखि, जस्तो अब मेडिटेसनका भए कसैले अब जस्तो एउटा भनौँ न सम्यक ज्ञानहरू गर्ने, स्थित प्रज्ञताको ज्ञान गर्ने, यी विभिन्न च्यानलहरू छन् नि त, छन् न त। आज वर्तमानलाई सम्झ, यो संसार यो पास्टलाई पनि छोडिदेऊ, फ्युचरलाई पनि नसम्झ, ती रोगहरू हुन्, तिनीहरूलाई किन सम्झेर वर्तमानलाई इन्जोय गर, आजलाई इन्जोय गर, आजलाई राजा भएर बाँच, हो कि होइन? भोलिको लागि पनि आजै सम्झ, भोलि भनेको भोलि नै विचार गर। त्यसरी विचार गर्दै हरेक जीवनमा वर्तमानमा बाँच्न सिकियो भनेदेखि आनन्द हुन्छ। यो खोजेको मान्छेले आनन्द हो। यस्तो किसिमले पनि त बताउने महात्माहरू हुनुहुन्छ नि त, हो कि न? संसारमा आदि इत्यादि विभिन्न किसिमका सबैले प्रयास गरेको छ नि त, एउटा न एउटा चेष्टा। तर लक्ष्य के हो त? खास चाहिँ लक्ष्य के हो? डाइमेन्सनल भेदको लक्ष्य के हो? सबै डाइमेन्सनभन्दा उपरको लक्ष्य के हो? यहाँ पर्टिकुलर हाम्रो यो माइक बुद्धिले, यो त माइक बुद्धिले समेटेको आनन्द हो नि। यो संसारमा कचडा भरियो, यो कचडा भरिएको संसारबाट एकछिन भए पनि रेस्ट लिउँ भन्ने उपक्रममा यो बुद्धि आएको छ नि। यी सबैभन्दा माथि उठेर जुन आनन्द हामीलाई चाहिएको छ खासमा, त्यसको बारेमा परिलक्षित गर्दाखेरि किशोरीजीको सर्वमान्यता आज साधु सन्तहरूले सबैले यो सोसियल मिडियाले प्रकाशित गरेको अब थिएन भन्ने कुरो चाहिँ होइन। मैले अघि सनकादि मुनिन्द्रहरूको सम्म प्रसङ्ग राखेर रासेश्वरीको चर्चा रसिकहरूको बिचमा थियो, तर प्रकट यसरी सोसियल मिडियामा प्रकट भएको थिएन, यसो व्यापक भएको थिएन। जस्तो हजुरले नै आज व्याख्या गरेको व्याख्यान जुन छ, सुन्ने धेरैले बुझ्न गाह्रो छ हैन? हजुरले बुझाउन खोज्दै पनि बुझ्न गाह्रो छ। तसर्थ पनि रसिकहरूले चाहिँ यो सबैले नबुझ्ने भएको हुनाले पात्रलाई मात्रै बताएको हुनु, पात्रले मात्रै त्यो खोजी गर्दै त्यो पात्र पुग्छ पनि त्यहाँ। केही कुरो देखाइदिएपछि केही सङ्केत यो किन बताएको त भन्दाखेरि त्यसको अपव्याख्या नहोस्, त्यस कुरालाई मान्छेले मिसइन्टरप्रिटेसन नगरून्। मिसइन्टरप्रिटेसन गर्दाखेरि के भने नामापराध हुन्छ, भगवत अपराध हुन्छ। त्यो अपराधबाट जीव बचुन् र त्यस्ता कुराहरूबाट बच्न सक्यो भने जथाभावी नभए टिका टिप्पणी हुन्छ। किशोरीजीको सुमन भगवानको बारेमा नि हुन्छ, हो कि न? भगवानले कति बिहे गरे, भगवानले त 16,108 विवाह गरेको, मैले त एउटी दोडी त हो नि भन्ने यस्ता बुद्धि आउँछ। यस्तो किसिमका बुद्धिबाट जीव अलिकति उठोस्, अलिकति उसले सत्सङ्गत गरोस्।
महापुरुषहरूका कुराहरू सुनुन्, महतजनहरूका कुराहरू सुनुन्, सत्सङ्ग गरून्, सही सही कुराहरू, अनि शास्त्रमा पनि ट्याली गरून् उनीहरूले। जस्तो आज मैले बताएको कुरा उनीहरूले त्यो ब्रह्म वैवर्त पुराण पनि राखुन् अनि उनीहरूले साथसाथ पढुन्। यसले मैले बताएको सिरियलले आएको छ अनि त्यो मैले बताएका कुराहरूलाई कसरी कसरी मैले बुझाउन खोजिरहेको छु त्यो पुरा उनीहरूले त्यसै गरी ट्याली गरून्। अनि उता गर्ग संहिता पनि निकालुन्। गर्ग संहितामा यति कुरा भने अब त्यो उसमा प्रवेश गरेको कुरो उसमा ब्रह्म वैवर्त पुराणमा छैन, गर्ग संहितामा मात्रै छ। यमुनाजीमा प्रकट गरेको र यमुनाजीमा प्रवेश गरेको त दुवैमा छ, तर त्यो किशोरीजीका त्यो क्रीडा कमल भगवान्ले लिनुभएको त्यो त रसिकको खोराक मैले त निकाल्नै सकेको छैन। यो त एक अंश पनि निस्केको छैन यसको रस के हो भन्ने कुरो त। त्यो रसिक भेट भयो भनेदेखि त्यो निस्किन्छ फेरि। यो त अहिले निस्केकै होइन, मैले चेष्टा मात्रै अलिकति टच मात्रै गरेको, उहाँले एकअर्कामा साँटासाँट गर्नुभयो। त्यो ठिक छ, हामी सम्भव भएसम्म फेरि पनि बसेर त्यो श्री राधारानीको कमलको चाहिँ प्रसङ्ग फेरि पनि कोटाउँला। धेरै धेरै आभारी छु महाराज। जय हो राधा गोविन्द। कति मिठोसँग बताइदिनु भयो, कृपा गरिदिनु भयो। The Secrets of Life with Subhas Agam.